मलाई त्यो जन्म दिने मान्छेप्रतिको त्यो हेट अहिले आएर एकदमै अझै पनि उहाँ मरेर गइसक्नु भयो होइन, तर पनि म सरापिरहेको हुन्छु अहिले पनि। त मरेर पुगिस् होला, स्वर्ग पुगिस् कि नर्क पुगिस् त्यसमा मलाई कुनै मतलब छैन, तर त जहाँ भए पनि तेरो आत्माले शान्त चाहिँ पाउँदैन, तेरो आत्मा चाहिँ शान्ति पाउँदैन भनेर म अहिले पनि सराप छु कि त्यो मान्छेको आत्मालाई। पितृ हो, पुकार्नुपर्छ, पूजा गर्नुपर्छ भन्दा नो नेभर। जब मलाई जन्म दिने मान्छेको रूप याद हुन्छ, जबदेखि उसको त्यो सम्झिन्छु, म त सराप छु, अहिले पनि सराप छु म अहिले पनि है। त जहाँ छस् त स्वर्गमा छस् कि नर्कमा छस् कि जे छस्, तेरो आत्माले शान्ति पाउँदैन, तैँले जग्गा नपाओस् भन्छु मैले भित्रैबाट। मलाई कुनै सफ्ट कर्नर नै छैन उहाँप्रति। सो त्यही नै हो। अहिले आएर चाहिँ बाबाको त्यो कुरा, सेक्रिफाइसेस, उहाँ रोएको त्यो मोमेन्ट, त्यो सानो बच्चाले सानो हातले भात खाएको देख्दा उहाँले त्यो नजानी पकाएर त्यो गर्दाखेरि दुवै बाउ छोराले त्यो खाना खाँदाखेरिको त्यो मोमेन्ट अब उहाँलाई लाग्यो होला नि त होइन। मेरो यसको आमाले छोडेर गयो, यसले दुःख पाउने भयो, हामीले दुःख पायौँ भन्ने त्यो लाग्यो उहाँलाई। यस्तो यस्तो कुराहरू सम्झिँदाखेरि अनि त्यही त अब अलिकति म कस्तो अप्ठ्यारो भयो बोल्दा अरू इन्टरभ्यूमा मेरो खासै आँसु आएको थिएन। बाबा भनेपछि मेरो सफ्ट कर्नर हुन्छ जहिले पनि, त्यो भएको भएर होइन। अहिले मैले बुझ्छु कि उहाँ किन रुनु भएको थियो त्यो बेलामा भन्दाखेरि, मेरो छोरी छ होइन, मैले मेरो छोरीलाई हेर्दाखेरि म एउटा बाउ भएर त मेरो छोरीलाई कस्तो माया गर्छु, कस्तो माया लाग्छ नि त आफ्नो सन्तान होइन। एउटा जन्म दिने मानिस आमा भइसके पछाडि चाहिँ त्यो सन्तानको त्यो याद नभएको, ख्याल नभएको त्यति सानो बच्चालाई कसरी त्यो छोडेर उ गर्ने भन्ने कुराहरू चाहिँ त्यो हुन्छ नि, कसरी ज्ञान नभएको होला भनेर म अहिले बुझ्छु कि। अनि जब म त्यो मोमेन्टहरू सम्झिन्छु म एक्लै एकदम इमोसनल हुन्छु। कहिलेकाहीँ म बाथरुममा रुने गर्छु। यो कुराहरू म अहिलेसम्म कसैको अगाडि पनि रोएको छैन, इभन मेरो घर परिवारको अगाडि पनि रोएको छैन। आज यो लेन्समा के भयो आई हेभ नो आइडिया। बाबाको कुरा निस्केर म अलिकति इमोसनल भएँ मात्र। मेरो बाबाको पहिलो श्रीमती, मलाई आमा भन्न मनै लाग्दैन कि किन त्यो भन्न, जन्म दिने मानिस भन्नु मन लाग्छ होइन। जन्म दिने आइमाई भन्छु म त अझै होइन, नेपाली ठेट वर्ड भन्ने हो। मलाई जन्माउने आइमाई भन्छ क्या। मलाई जन्माउने आइमाईले छोडेर गइसकेपछि बाबाको पीडा, लाउरे मान्छे घरमा किचन सम्हाल्न त जानेको हुँदैन नि त होइन, भात पकाउन पनि आउँदैन, यस्तो नमिठो खाना अहिले पनि नमिठो बनाउनुहुन्छ मेरो बाबाले खाना कि अहिले पनि नमिठो, कस्तो नमिठो खाना बनाउनुहुन्छ कि मेरो बाबाले। यो संसारको सबैभन्दा नमिठो बनाउने खाना भनेको मेरो बाबा हो जस्तो लाग्छ कि। उहाँलाई खानाको केही आइडिया छैन ल है। अनि कहिले पातलो नुन बेसार मात्र हाल्ने होइन, कस्तो नमिठो खाना खान्थ्यौँ कि बाबा र मैले। उहाँले त्यो अहिले आएर चाहिँ जे होस् नजानी भए पनि उहाँले आफ्नो छोराको पेट भर्नुपर्छ भनेर त्यसरी पकाएर उहाँले खुलाएको मलाई याद छ। त्यो टेस्ट जतिसुकै नमिठो भए पनि भोको पेट त खानु पऱ्यो नि बच्चाले होइन, खाइन्थ्यो बाउ छोराले। लाखौँ 1 लाख जनसङ्ख्या मध्येको म एक परे होला होइन, जसले चाहिँ आफ्नो आमालाई चाहिँ आमा भन्न नपरे हुन्थ्यो वा त्यो शब्दमा चाहिँ घृणा गर्छु भन्ने चाहिँ म हुन सक्छु। तर म अरू 79,000 को जस्तो लाइफस्टाइल मेरो नहुन सक्छ नि त होइन। जुन हिसाबले म ग्रोन अप भएको थिएँ, जुन हिसाबले मैले आफ्नो लाइफस्टाइललाई अगाडि बढाएँ वा बाल्यकाललाई चाहिँ अगाडि बढाएँ, त्यो कुरा सबैजनासँग चाहिँ म्याच हुनुपर्छ भन्ने छैन। मेरो पनि आफ्नै स्टोरी हुन्छ होइन। आमा होइन कि मलाई एउटा जन्म दिएको मानिस मात्रै हो होइन। आमा हुनको लागि त सबै कुराहरू चाहिँ कति धेरै, आमा त्यसै बन्न सजिलो कहाँ छ भने होइन। फुत्त जन्माएर फालेर मात्र कहाँ हुन्छ। आमा शब्दको त्यो मान, आमाको गरिमा त्यो बोक्नको लागि त्यो छोरी मानिसले, त्यो नारीले त्यो सबै जिम्मेवारी त वहन गर्छ। आमा भनेर पनि आफ्नो सन्तानलाई कसरी झुटो आरोप लगाएर कसरीमा राख्न सक्छ होइन। कसरी मैले मुक्का हानेर त्यो दाँत हल्लायो होला,
कसरी म अर्काको घर भनेर त्यो घरमा गएर लुटपाट गर्न गएँ होला, कसरी म चाहिँ त्यो अर्काको घरमा गुन्डाहरू लगेर पिटपाट गरेँ होला हैन। यी सबै कुराहरू चाहिँ सम्झिँदाखेरि अझै पनि मलाई यस्तो भित्र रिस मात्रै उठ्छ कि मेरो त्यो रिस शान्तै भएको छैन। यस्तो खालको कमेन्टहरू गर्नुभएको छ कि त्यही आमाले जन्माएर त आज विशाल गुरुङ बनेको छस् हैन, अझै ठुलो कुरा गर्छस् भनेर धेरैले गर्नुभएको छ हैन, देखेको पनि छु। हो ठिक छ, जन्माएर म आज यो ठाउँमा छु, कसै न कसैले त जन्माउनै पर्यो नि हैन। र मेरो लागि मैले खुल्लासँगै भनिदिएको छु, सी इज नट माई आमा। के भयो भन्दाखेरि म त अब त्यति बेला सानै थिएँ, कति 5 वर्ष जस्तोको थियो होला म हैन, जब मेरो आमा चाहिँ अर्को परपुरुष भनौँ या उहाँको बोयफ्रेन्ड भनौँ हैन, बोयफ्रेन्डसँग चाहिँ उहाँ पहिलो जानुभयो, नेपाली ठेट भाषा बोल्ने भने। त्यसरी अर्को पुरुषसँग विवाह गर्दा किन हेट भयो भन्दाखेरि चाहिँ हामी इन्डियामा सर्भिसमै हुनुहुन्थ्यो बाबा चाहिँ, इन्डियामा सर्भिस हुँदाखेरि उहाँको चाहिँ त्यही बेलामा अफेयर चल्या रहेछ हायर मेरो बाबाभन्दा हायर लेभलको अफिसर लेभलसँग चाहिँ। अनि उहाँहरू पनि पेन्सन आउनुभयो, अनि उहाँहरू पेन्सन आइसकेपछि बाबाले हामीलाई पनि पोखरा, इन्डियाबाट पोखरा झार्नुभयो भनौँ न हैन, पोखरामा सानो घर बनाएर पोखरामा माइग्रेट गर्नुभयो र उहाँको अफेयर कन्टिन्यू भयो। अब झन् सजिलो भयो नि त बाबा नभएपछि, बाबा त अब आर्मीमा भएको हिसाबले। त्यस पछाडि अब उहाँ त्यति बेला अहिले पछिल्लो पटक बुझ्दाखेरि प्रेग्नेन्ट हुनुभएको रहेछ, अनि त्यसरी जानुभएको रहेछ। ठिक छ, उहाँको त्यो आफ्नो बाध्यता भयो। अहिले जस्तो भएको भए त अहिले धेरै अपरेसन गर्ने माध्यमहरू पनि छ हैन, धेरै ठाउँहरू पनि छ। खालको घटना भइसकेपछि उहाँले मलाई कस्टडीमा राखिसके पछाडि, कस्टडीमा राखे पनि ठिक छ राख्नु भयो, तर जति पनि झुटो आरोप लगाएर चाहिँ कस्टडीमा राख्नु भएको थियो नि, त्यो चाहिँ छोरालाई कस्टडीमा पुर्याउनु भयो तपाईलाई। उहाँको इन्टेन्सन चाहिँ यसको बिहा हुन नदिने, यसले सकेको यसले गर्छ, हामी सकेको हामी गर्छौँ। तपाईले चाहिँ किन यच्छा किन फेरि? अब यस्तो छ, मेरो विवाहको कारणमा उहाँको नाम आएन भनेर उहाँको बेइज्जत भयो अरे हैन। त्यतिन्जेल आउन्जेलसम्म म टिनेजमा आइसके पछाडि 2004 देखि 2007 सम्म चाहिँ म एकदमै लाइमलाइटमा पोखरामा मिस्टर टिनको उपाधि जितिसके पछाडि हैन। यो 4 देखि 7 सम्म चाहिँ 4, 5, 6, 7 4 वर्ष चाहिँ म एकदमै लाइमलाइटमा थिएँ कि पोखरामा, जहाँ पनि उ गर्ने चिन्ने मानिसहरूले। अनि अब यस्तो अब छोराले नाम कमाएको छ भनेपछि म फलानाको आमा हो भनेर पनि त गर्व भयो नि हैन। उहाँको सम हाउ पहिलेदेखि नेचर कस्तो थियो भन्दाखेरि हिन्दी सिरियलको जस्तो नेचर थियो क्या उहाँहरूको चाहिँ हैन। त्यो भएको भएर फलानाको आमा म हुँ भनेर चाहिँ चिनाउनु पर्ने, चिनिनु पर्ने, त्यो खालको एउटा थियो। त्यो कुरा मैले बुझेको थिएँ राम्रोसँग, तर बुझ्दा बुझ्दा पनि विवाहको कार्डमा चाहिँ उहाँको कार्ड त पक्कै पनि आउँदैन नि, जसले छोडेर गइसकेको छ अफिसियल नेम नै राख्ने हो नि त हैन। मलाई जसले मेरो घरमा जुन मम्मी हुनुहुन्छ, मेरो बाबासँग जो विवाहित गरेर जो श्रीमती हुनुहुन्छ नि, उहाँकै नाम आउँछ नि त मेरो नामको आमाको नाममा चाहिँ हैन। त्यो आउँदाखेरि चाहिँ उहाँहरूलाई चित्त बुझेन, यसमा चाहिँ मेरो नाम खोइ तँलाई जन्म दिने म, तेरो आमा त म हो, मेरो नाम किन आएन बिहाको कार्डमा भन्ने त्यो इस्युले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ त्यो भएको, त्यो हाबी भएको त्यो कुराले एक प्रकारले उहाँले त्यो टलरेट गर्न सक्नु भएन। त्यो भए पछाडि चाहिँ त्यस्तै त्यस्तै घटना भएको थियो। त्यस पछाडि उहाँले चाहिँ कस्तो आरोपहरू लगाएर मलाई उ गर्नुभयो भने अर्काको घरमा है, अर्काको घरमा गुन्डा लिएर हातभरि औँठी काँडा भएको औँठी लगाएको केटाहरू लिएर आफू पनि त्यस्तै भएर हातपात गर्न आयो, लुट्न आयो घरमा भनेर कम्प्लेन लेखाउनु भएको हैन। मलाई अर्को हिट गरेको शब्दहरूको अर्काको घर भनेर के, त्यो त मेरो जन्म दिने आमाको घर भनेर पो म जान्थेँ त्यहाँ हैन। मेरो जन्म दिने मानिसको घर हो, म त्यो भएर म कहिले यता बस्ने कहिले उता बस्ने भनेर मेरो आमा नै हो भनेर पो म त्यहाँ गएर बसेको, म अर्काको घरमा त गएको होइन नि हैन। जन्म दिने घरमा जन्म दिने मानिसको घर भनेर पो गएको हो त, म किन अर्काको घर जान्छु हैन। त्यसरी अर्काको घरमा आएर त्यसो अब हुँदै नभएको चिजहरू, अब त्यो न गुन्डा लगाएको थिएँ भन्नु, न त्यसरी हातपात गरेको थिएँ, न लुट्न गएको थिएँ भन्नु हैन। 13 गतेको विवाह मलाई 8 गतेबाट थुनामा राखेको के, यस्तो यस्तो केस बनाएर। अनि 8 गतेबाट 11 गतेसम्म आउँदाखेरि पनि त्यस्तो कुराहरू। अनि अब एक दिन पछाडि त विवाह नै छ, केटीको घरमा धुमधाम अब बिहाको तयारी भइसक्यो, केटीको घरको इष्टमित्रलाई सबैमा कार्ड गइसक्यो विवाहको हैन। कति प्रेसर होला, हुनेवाला दुलालाई कस्टडीमा थुनेर राखेको छ, कसले भन्दा उसलाई जन्माएको आमाले।
विशाल गुरुङजीलाई स्वागत गर्न चाहन्छु वाइबी नेपाल मिडियामा। स्वागत छ हजुरलाई। थ्याङ्क यू अनिताजी। हेलो। हजुर, त्यही त अब अहिले यति बेला व्यस्त पनि हुनुहुन्छ, भ्याइ नभ्याइ पनि छ तपाईँको होइन, के हुँदैछ अहिले रिसेन्टली चाहिँ? रिसेन्टली त मेरो आफ्नै होम प्रोडक्सनबाट चाहिँ सुपर मोडल अफ द इयर प्रोजेक्ट चाहिँ अगाडि बढेर आएको छु। यो चाहिँ रियालिटी बेसमा जाने भएको भएर यसको सुटिङहरू चलिरहेको छ। 2टा एपिसोडको सुटिङ सकेर बसेको छु। ओके, त्यही त यो हजुरले प्रोग्रामहरू गरिराख्नुहुन्छ, ब्युटी पेजेन्टहरू गरिराख्नुहुन्छ होइन, 22 वर्ष भइसकेछ हजुरले काम गर्नुभएको लगभग हो होइन। यो इन्डस्ट्री चाहिँ कस्तो छ त सर हजुरले निहाल्दाखेरि चाहिँ? इन्डस्ट्री अब यो मात्र इन्डस्ट्री होइन, कुनै पनि इन्डस्ट्रीमा इनिसियल फेजमा पाइला टेक्दाखेरि त अफकोर्स स्ट्रगल त गर्नु नै पर्छ होइन। र अरू इन्डस्ट्री र यो ग्ल्यामर इन्डस्ट्रीको पनि यो फेसन र मोडलिङ इन्डस्ट्रीको कुरा गर्नु पर्दाखेरि, किनभने म बिलोङ गर्ने नै फेसन र मोडलिङ इन्डस्ट्रीलाई भयो, यसलाई गर्दाखेरि चाहिँ यसको चाहिँ आयु एकदमै कम हुन्छ होइन। आयु एकदम कम हुन्छ किन भन्दाखेरि सुरुमा आउने बित्तिकै फ्रस्ट्रेसन धेरै हुन्छ क्या यहाँ चाहिँ होइन। यो क्षेत्रमा चाहिँ त्यो भएको भएर उसको के भन्छ पेसेन्स लेभल, धैर्यता भन्छ नि, धैर्यता भएन अनि उसको लगनशीलता भएन, कन्टिन्युटी भएन भने चाहिँ त्यो कटन क्यान्डी जस्तो हो, सुट्ट खाने बित्तिकै बिलाएर जान्छ क्या, गुलियो हुन्छ झप्प अनि सकिहाल्छ। सेम लाइक अ कटन क्यान्डी। ओके, त्यही त हजुरलाई चाहिँ विशालजीलाई चाहिँ अहिले धेरैजनाले एउटा फेसन आइकनको रूपमा पनि लिनुहुन्छ कि, कति खुसी लाग्छ? अब आजको दिन 2026 मा आए पछाडि चाहिँ नाउ पिपुल ह्याभ स्टार्टेड एक्सेप्टिङ मी क्या, अहिले चाहिँ रमाइलो लाग्छ। तर आजको दिनमा आजको यो वर्षमा आएर मलाई एज अ फेसन स्टारको रूपमा लिइरहँदाखेरि चाहिँ मैले बिताएको त्यो 21औं वर्ष भनौँ न, यो वर्षलाई छोडेर 21 वर्षको त्यो मेहनत, 21 वर्षको त्यो लगनशीलता, त्यो धैर्यता, त्यो निरन्तरता होइन, त्यसलाई हेर्ने हो भने अझै पनि दिस इज नथिङ। म जति हाइपमा आइरहेको छु अझै योभन्दा बेसी हाइपमा मैले पाउनुपर्छ भन्ने चाहिँ त्यो सोच चाहिँ आउँदो रहेछ अहिले चाहिँ आएर। यो इन्डस्ट्रीमा आउनलाई चाहिँ एउटा गट्स चाहिन्छ क्या, धेरै नै होइन, हजुरले पनि भनिहाल्नु पेसेन्स चाहिन्छ। अब हजुरलाई हामीले जुन लुक्समा देखिरहेको हुन्छौँ, जुन एउटा भनौँ न एकदमै चिरिच्यात्त भनिन्छ नि हामीले एउटा शब्दमा भनिराख्दाखेरि चाहिँ एकदम चिटिक्क परेर जहाँ पनि निस्किने, हजुरलाई विदाउट मेकअप विदाउट भनौँ न रियल्ली रूपमा चाहिँ कसैले देख्नु पनि भएन होला सायद मेरो विचारमा होइन। अब यो गर्नलाई चाहिँ अब अहिले त यति बेला हामीले ल फेसन हो, अहिले हामी फेसनेबल हुनुपर्छ भनेर अगाडि बढिरहेछौँ, र आजभन्दा 22 वर्ष अगाडि त पक्कै पनि तपाईँलाई एउटा अब पोखराको मान्छे हुनुहुन्छ, पोखराको मान्छेहरूलाई चाहिँ प्रायःले फेसनेबलै हुन्छ भन्छन् है धेरैजनाले चाहिँ, तर तपाईँलाई पनि गाह्रो त भएको थियो होला? अफकोर्स कुनै पनि क्षेत्रमा सुरुवातमा पाइला टेक्दाखेरि अघि पनि मैले भने सजिलो त कहीँ पनि हुँदैन क्या होइन, कहीँ पनि हुँदैन। म जुन क्षेत्रमा छु मैले यहाँ पाइला टेक्दा त झन् यो क्षेत्र त झन् एकदमै ट्याबु, अहिले पनि ट्याबुकै रूपमा छ। मान्छेलाई के हो यो के गरिरहेको, कस्तो खालको पेसा हो यो, के खालको क्षेत्र हो भन्ने बुझेकै थिएन नि होइन। त्यति बेला त अझै सिनेमामा काम गर्नेहरूलाई चाहिँ फाटाफुट्टा अब अझै टर्न मार्ने चलन थियो। सिनेमा त त्यत्रो पुरानो इन्डस्ट्री भइसकेर पनि होइन। सो सिनेमाको अगाडि, सिनेमा इन्डस्ट्रीको अगाडि त मेरो क्षेत्रको इन्डस्ट्री त इट्स नथिङ होइन। त्यो त्यसरी लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुर, त्यो त अब हजुरले पनि भन्नु टर्न मार्ने चलन थियो एउटा होइन, थियो मात्र होइन अहिले पनि हुन्छ, धेरैजनाले भन्नु पनि हुन्छ नबुझ्नेहरूले भनौँ न होइन। तपाईँले के कस्तो कुराहरू सुन्नु पर्थ्यो? जस्तै मैले अघि पनि भनिहालेँ तपाईँको मेकअप मलाई एकदम फ्ललेस लाग्छ, एकदम राम्रो गर्नुहुन्छ मेकअप होइन, तर केटा मान्छे भएर मेकअप गर्ने के लुगा लगाएर हिँडेको यस्तो भनेर कहीँ कतै सुन्नु भएको थियो आजभन्दा 22 वर्ष अगाडि? त्यही त मैले भने नि, म जुन क्षेत्रमा छु एक त यो आफैमा एउटा हाम्रो नेपाली समाजको लागि अलिकता फरक क्षेत्र भयो होइन। अनि जुन कुरा आयो मैले अब अलिअलि मेकअप गरेर निस्किने वा आफ्नो स्किनलाई चाहिँ प्रेजेन्टेबल बनाएर चाहिँ हिँड्ने, बाहिर निस्किने कुराहरू आयो। यो मैले आफूलाई मेकअप चाहिँ लुगा त म पहिल्यैबाट राम्रो लगाउने हो, युनिक लगाउने हो, मेकअप गर्न थालेको लगभग 5 इयर्स जस्तो मात्र भयो
है 5 इयर्स जस्तो मात्र भयो किनभने म अब चाहिँ अलिकति मानिसले पब्लिकले चिन्न थालिसके पछाडि एउटा पब्लिक फिगर एउटा सेलिब्रिटीको रूपमा चाहिँ लिन थालिसके पछाडि चाहिँ सेलेब भाइब्स चाहिँ दिनुपर्छ अब प्रेजेन्टेबल भएर चाहिँ जानुपर्छ जहाँ पनि भन्ने त्यो यसको एउटा नर्म्स हो क्या फेसनको त्यो नर्म्सलाई चाहिँ मैले पालन मात्र गरेको म आफ्नो फेसमा अलिअलि मेकअप गर्ने आफूलाई चिटिक्क बनाएर हिँड्ने भनेको यो मेरो क्षेत्रको डिसिप्लिन हो हैन सो यो डिसिप्लिनबाट म बाहिर निस्किनु हुँदैन र आफ्नो क्षेत्र जुन क्षेत्रमा छौँ हामी जुन पेसामा छौँ त्यो पेसाको डिसिप्लिन फलो गर्यो भने हामी सदैव टिक्छौँ अरे के हैन त्यो भएको भएर मैले 22 वर्षदेखिबाट फ्यासन मोडलिङ इन्डस्ट्रीको चाहिँ यो नर्म्सलाई फलो गरेको यो डिसिप्लिनलाई फलो गरेको भएर नै होला आजसम्म म टिकिरहेको छु हजुर त्यो त हजुरले स्टार्टिङ गर्दाखेरि त्यो समय भनौँ न हैन हजुरको समकालीन साथीहरूलाई सम्झिँदाखेरि चाहिँ कसरी सम्झिनुहुन्छ जस्तै अहिले यति बेला विशालजीलाई त एउटा हिट फेसन स्टारको रूपमा फेसनेबल फेसन डिजाइनरको रूपमा एउटा ब्युटी पेजेन्ट राम्रो गरिराख्नु भएको छ हैन तपाईँको समकालीन साथीहरू चाहिँ यसैमा टिकिराख्नु भएको छ कि विदेश पलायन भइसक्नु भयो प्रायः सबै म्याक्सिमम मोस्ट अफ देम आर एब्रड नेपालमा पनि होइन बाहिरै हुनुहुन्छ होइन बाहिरै आफ्नो करियर सेटअप गर्नुभएको छ जागिर बिजनेस होइन त्यो आफ्नो गरिराख्नु भएको छ नेपालमा मेरो समकालीन साथीहरू नै हुनुहुन्न तपाईँ चाहिँ सेटिस्फाई हुनुहुन्छ कि हुनुहुन्न सेटिस्फाइड भएको कारणले नै म आजसम्म टिकेको छु होइन फेरि हाम्रो क्षेत्र कस्तो भयो भन्दाखेरि 1 वर्षमै राइज हुने होइन नि त सिनेमामा एउटा सिनेमा खेल्यो त्यो सिनेमा हिट भयो भने त्यो मान्छे स्टार बनिहाल्छ होइन अब लगभग एकै वर्ष लाग्ला एउटा सिनेमा कम्प्लिट भएर पब्लिकमा रिलिज हुनको लागि 1 वर्षमै एउटा सिनेमामा मेहनत गरे पछाडि ऊ स्टार बन्छ हैन भने मेरो क्षेत्र म भएको इन्डस्ट्री चाहिँ कस्तो भन्दाखेरि चाहिँ एउटा काम गरेर भएन कि 1 वर्षले पुगेन मेरो त भन्यो 2004 देखि अहिले 2026 सम्म हेर्नुस् न हैन यत्रो 20औं 2 दशक पार गरिसक्यो नि त 2 दशकको मेहनत निरन्तरताले मात्र म आज स्टारको रूपमा एमर्ज भएको छु सो या यसरी चाहिँ बुझिरहेको हुन्छु मैले यसरी नै इलुस्ट्रेट गरिरहेको हुन्छु मानिसहरूलाई अनि हजुर धेरैजनाले चाहिँ अब यो फेसन इन्डस्ट्रीको बारेमा हामीलाई धेरै नलेज नहोला पनि होइन हामी बुझ्ने प्रयास पनि गर्दैछौँ त्यही भएर आज हजुरसँग यसरी कुरा गर्ने संवाद गर्ने मौका पाएको छौँ यो फेसन इन्डस्ट्रीमा चाहिँ काम गरिराख्दाखेरि चाहिँ हजुरले पनि भन्नुभयो डिसिप्लिन एकदम चाहिन्छ र हामीलाई धेरै कुराहरू थाहा नहुन पनि सक्छ हजुर पनि गरिराख्नु भएको छ होइन सस्टेन हुन गाह्रो छ भन्छ नि धेरैजना अब हजुरले पनि भनिहाल्नु पलायन पनि भइसक्नु एब्रोडतिर जानु भएको छ कोही आफ्नो फ्युचर नदेखेर त होला नि होइन तपाईँलाई चाहिँ अब तपाईँ एउटा घर परिवार हजुरको एउटा श्रीमती हुनुहुन्छ राम्री बुढीको छोरी हुनुहुन्छ होइन घर परिवार धान्न सजिलो हुन्छ यो इन्डस्ट्रीमा लागिराख्दाखेरि चाहिँ अब यो यसमा चाहिँ मलाई अलिकति प्रिभिलेजको रूपमा पनि लिन्छु म आफूलाई होइन किनभने एउटा परिवारमा ज्येष्ठ छोरो हैन ठुलो छोरा भनौँ न ठुलो छोरा भइसके पछाडि उसको टाउकोमा चाहिँ के भार आइपर्छ भन्दाखेरि घर हेर्नुपर्ने घरको खर्च धान्नुपर्ने बाउआमाको चाहिँ खर्चहरू मेडिसिनदेखि लिएर रासन पानी भरिदिनुपर्ने फेरि आफ्नो विवाह भइसकेपछि फेरि आफ्नो घरको सबै रासन पानी घरको खर्चहरू हेर्नु पर्यो भने एकदमै बर्डन हुन्छ हैन जो कोही बच्चालाई पनि छोरा होस् या छोरी होस् हैन त्यो कुरामा चाहिँ म एकदमै प्रिभिलेज र भाग्यमानी पनि ठान्छु किनभने मेरो बाबा चाहिँ रिटायर्ड आर्मी हुनुहुन्छ सो उहाँ चाहिँ इन्डियन आर्मी हो फेरि ब्रिटिस होइन तर इन्डियन आर्मी भए पनि इन्डियन गभर्मेन्टले चाहिँ राम्रो पेन्सन दिएको छ के हैन कस्तो राम्रो पेन्सन हुन्छ यसमा चाहिँ मैले के जोड्न खोजेको मात्र भन्दाखेरि मैले मेरो बाउआमालाई घरको मेरो मम्मी र बाबालाई चाहिँ मैले खर्च दिनु पर्दैन टु बी भेरी फ्र्याङ्क उहाँहरू दुःख बिरामी भइहाल्यो भने पनि हस्पिटलमा पनि अहिले त भारत सरकारले यति राम्रो गरिदिएको छ मेडिकलको त्यो खर्चहरू पनि सबै उताबाटै गभर्मेन्टले तिर्दिन्छ के हैन मान्छे खाना बस्न र अनि दुःख बिरामी हुँदा त अनि खर्च बेसी हुने दुःख हुने भने यो कुराबाट चाहिँ मलाई चाहिँ विशेष गरी मलाई त्यहाँबाट चाहिँ एकदमै पर भयो नि त मैले हेर्नु पर्दैन त्यो भएको भएर पनि मलाई यो इन्डस्ट्रीमा टिक्न चाहिँ सजिलो भएको जस्तो लाग्छ मैले चाहिँ अहिले जति कमाउँछु आफ्नै लागि खर्च गर्ने हो आई डोन्ट ह्याभ टु गिभ माई मम्मी एन्ड ड्याडी
ओके अब भनिहाल्नुभयो होइन र रिसेन्टली अब एउटा इन्टरभ्यू कुराकानी नै गरौँ है अहिले यति बेला हजुर एकदम विवादमा पनि हुनुहुन्छ होइन सकारात्मक कमेन्ट नकारात्मक कमेन्ट दुवै आइरहेको छ हजुरलाई चाहिँ होइन अब विषय हो अब आमा बित्दाखेरि चाहिँ मैले पार्टी गरेको थिएँ मैले मासु भात बियर खाइरहेको थिएँ भन्नुभयो यो कुरालाई चाहिँ आज इलाबोरेट गर्नु पर्यो भने चाहिँ होइन के भन्न चाहनुहुन्छ तपाईँ अब यो कस्तो भन्दाखेरि अब मेरो त धेरै मिडियामा यो विषयमा एकदमै कुराहरू भइसकेको छ झन् यो पछिल्लो पटक एउटा इन्टरभ्यूले तपाईँले अहिले व्यापक रूपमा टक अफ द नेसन नै भएको छ होइन टक अफ द नेसन भन्दा पनि टक अफ द नेप्लिज पब्लिक भएको छ कि अल ओभर द वर्ल्ड होइन अनि मलाई पनि कतिजना बाहिर बस्ने साथीहरूले पनि पठाउनु भएको छ मेरो त्यो जति पनि भिडियोहरू आएको छ होइन क्लिप्सहरू यस्तो यस्तो आएको छ यस्तो यस्तो कमेन्ट आएको छ भनेर यो विषयलाई चाहिँ मैले अब के भनेर मैले प्रस्तुत गर्ने भन्दाखेरि चाहिँ अब यस्तो हो अब आमा भन्ने शब्द मैले कतिचोटि भनिसकेँ आफैमा एउटा गरिमा बोकेको शब्द हो होइन त्यसको स्थान त्यसको स्पेस र त्यसको जुन एउटा यो शब्दको जुन एउटा अर्थ छ नि त्यस आफ्नो ठाउँमा छ उचाइमा तर सबै व्यक्तिको लागि चाहिँ यो शब्द त्यही नै हुन्छ त्यही सम्मान आउँछ त्यही झुकाव हुन्छ लगाव हुन्छ भन्ने हुँदैन भन्ने कुरा हो किनभने हाम्रो सोसाइटीमा समाजमा सबै मान्छेको लवाई खवाई एउटै हुँदैन सबै मान्छेको हुर्काइ एउटै हुँदैन सबै मानिसको चाहिँ जीवनशैली एउटै हुँदैन लाइफस्टाइल एउटै हुँदैन भोगाइ एउटै हुँदैन होइन ठिक छ लाखौँ 1 लाख जनसङ्ख्या मध्येको म एक पर्यो होला होइन जसले चाहिँ आफ्नो आमालाई चाहिँ आमा भन्न नपर्यो हुन्थ्यो वा त्यो शब्दमा चाहिँ घृणा गर्छु भन्ने चाहिँ म हुन सक्छु तर म अरू 79,000 को जस्तो लाइफस्टाइल मेरो नहुन सक्छ नि त होइन जुन हिसाबले म ग्रोन अप भएको थिएँ जुन हिसाबले मैले आफ्नो लाइफस्टाइललाई अगाडि बढाएँ वा बाल्यकाललाई चाहिँ अगाडि बढाएँ त्यो कुरा सबैजनासँग चाहिँ म्याच हुनुपर्छ भन्ने छैन मेरो पनि आफ्नै स्टोरी हुन्छ होइन र यसलाई अर्को तरिकाले पनि भन्नुपर्दाखेरि ठिक छ कतिपयले चाहिँ कमेन्टमा कति नेगेटिभ कमेन्ट गर्नुभएको नेगेटिभको रूपमा होइन कतिपयले चाहिँ यस्तो खालको कमेन्टहरू गर्नुभएको छ कि त्यही आमाले जन्माएर त आज विशाल गुरुङ बनेको छस् होइन अझै ठुलो कुरा गर्छस् भनेर धेरैले गर्नुभएको छ होइन देखेको पनि छु हो ठिक छ जन्माएर म आज यो ठाउँमा छु कसै न कसैले त जन्माउनै पर्यो नि होइन र मेरो लागि मैले खुल्लासँगै भनिदिएको छु सी इज नट माई आमा होइन कि मलाई एउटा जन्म दिएको मानिस मात्रै हो होइन आमा हुनको लागि त सबै कुराहरू चाहिँ कति धेरै आमा त्यसै बन्न सजिलो कहाँ छ भने होइन फुत्त जन्माएर फालेर मात्र कहाँ हुन्छ आमा शब्दको त्यो मान आमाको गरिमा त्यो बोक्नको लागि त्यो छोरी मानिसले त्यो नारीले त्यो सबै जिम्मेवारी त बहन गर्नुपर्छ सहनशीलता भन्ने जुन नारीमा चाहिँ जन्मजात नै बोकेर आएको हुन्छ भगवान्ले दिएको हुन्छ अरे भन्ने कुरा है यो चाहिँ त्यो भन्ने चिज पनि हुनुपर्छ त्यो सबै चिजहरू चाहिँ मेरो आफ्नो जीवनमा नमिलेको भएर मलाई जन्म दिने मानिससँग चाहिँ त्यो मेल खाएन नि होइन त्यो नखाएको भएर चाहिँ म मेरो जीवनमा मेरो जीवन र जिन्दगीलाई मैले कसरी हेर्छु भन्दा म त बोल्न पाउनु पऱ्यो नि मेरो सोच त राख्न पाउनु पऱ्यो नि सबैको सोच एउटै हुन्छ भन्ने पनि होइन तर मेरो फरक भयो मेरो जन्म फरक मानिसबाट भयो मलाई मेरो कर्म फरक मानिसबाट भयो मेरो आफ्नै भोगाइ छ त्यसको आफ्नै स्टोरी छ त्यो भएको भएर मैले खासै हजुर त्यतिसम्म घृणा चाहिँ किन त विशाललाई भन्ने पनि छन् क्या धेरैजना अब घृणा चाहिँ कस्तो भयो भन्दाखेरि म त अब त्यति बेला सानै थिएँ कति 5 वर्ष जस्तोको थियो होला म होइन जब मेरो आमा चाहिँ अर्को परपुरुष भनौँ या उहाँको बोयफ्रेन्ड भनौँ होइन बोयफ्रेन्डसँग चाहिँ उहाँ पहिलो जानुभयो नेपाली ठेट भाषा बोल्ने भने त्यसरी अर्को पुरुषसँग विवाह गर्दा किन हेट भयो भन्दाखेरि चाहिँ हामी इन्डियामा सर्भिसमै हुनुहुन्थ्यो बाबा चाहिँ इन्डियामा सर्भिस हुँदाखेरि उहाँको चाहिँ त्यही बेलामा अफेयर चल्या रहेछ हायर मेरो बाबाभन्दा हायर लेभलको अफिसर लेभलसँग चाहिँ अनि उहाँहरू पनि पेन्सन आउनुभयो अनि उहाँहरू पेन्सन आइसकेपछि बाबाले हामीलाई पनि पोखरा
इन्डियाबाट पोखरा झार्नु भयो भनौँ न होइन, पोखरामा सानो घर बनाएर पोखरामा माइग्रेट गर्नुभयो र उहाँको अफेयर कन्टिन्यू भयो। अब झन् सजिलो भयो नि त, बाबा नभएपछि, बाबा त अब आर्मीमा भएको हिसाबले। त्यस पछाडि अब उहाँ त्यति बेला अहिले पछिल्लो पटक बुझ्दाखेरि प्रेग्नेन्ट हुनुभएको रहेछ अनि त्यसरी जानुभएको रहेछ। ठिक छ, उहाँको त्यो आफ्नो बाध्यता भयो। अहिले जस्तो भएको भए त अहिले धेरै अपरेसन गर्ने माध्यमहरू पनि छ होइन, धेरै ठाउँहरू पनि छ। त्यो बेलामा त्यो माध्यम नभएको भएर पनि अब जसको बच्चा हो उहीसँग जानुपर्ने भन्ने त्यो एउटा बाध्यताले पनि जानुभयो होला, त्यो ठिक छ। र त्यति मात्र गरेर मात्र पनि मैले हेट गरेको भन्ने पनि होइन, किनभने त्यो हेट गर्नलाई चाहिँ त्यो बच्चामा चाहिँ सेन्स त हुनु पऱ्यो नि। अब त्यो 5 वर्षको बच्चालाई के सेन्स हुन्छ र उसले हेट गर्नु र माया गर्नु होइन। र जब म किशोर अवस्थामा पुगिसके पछाडि त्यसपछि हामी धेरै वर्ष ग्याप भयो, मेरो आमासँग कनेक्सन नै भएन, कन्ट्याक्ट नै भएन। म क्लास 10 पुगिसके पछाडि चाहिँ बल्ल कन्ट्याक्टमा भएको मलाई आफ्नो जन्मदिने मानिससँग होइन। 10 मा पुगिसके पछाडि अब त्यो 10 मा पुग्दाखेरि त पक्कै पनि म किशोर अवस्थामा प्रवेश गरिसकेको थिएँ होइन, टिनेजर्स हुँदाखेरि। अनि त्यस पछाडि चाहिँ मैले ब्यालेन्स गर्न खोजेको थिएँ। अब ब्यालेन्स गर्न खोज्दा पनि अब जन्म दिइसके पछाडि उहाँले छोड्नुभयो। छोडिसके पछाडि फेरि बिचमा म किशोर अवस्थामा पुगिसके पछाडि टिनेजको एजमा आउनुभयो। त्यसपछि फेरि हामी धेरै वर्ष म चाहिँ कहिले मलाई जन्म दिने मानिसको घरमा, कहिले म मेरो बाबाको घरमा ब्यालेन्स गरेर उठ्ने बस्ने, दुवै घरमा बस्थेँ म। मेरो लुगाहरू पनि दुवै ठाउँमा हुन्थ्यो। त्यो गर्दाखेरि फेरि त्यही बच्चा जसलाई मैले 5 वर्षको उमेरमा छोडेको थिएँ, त्यही बच्चा अब ऊ एडल्ट भयो, उसले अब नयाँ घर जाऊँ, उसको नयाँ जिन्दगी, उसको नयाँ जीवन फेरि सुरुवात गर्नु पर्यो भनेर अब वैवाहिक जीवनमा होइन, वैवाहिक जीवन बाँधिने क्रममा चाहिँ फेरि त्यस्तै खालको घटनाहरू भयो होइन। त्यस्तो अब यो चाहिँ मैले त्यो अघिल्लो एपिसोडमा भनेको थिएँ, त्यही कुरा अब फेरि रिपिट गर्न अलिक मजा लागेन मलाई चाहिँ होइन। त्यो खालको घटना भइसकेपछि उहाँले मलाई कस्टडीमा राखिसके पछाडि, कस्टडीमा राखे पनि ठिक छ राख्नुभयो, तर जति पनि झुटो आरोप लगाएर चाहिँ कस्टडीमा राख्नु भएको थियो नि, त्यो चाहिँ छोरालाई कस्टडीमा पुर्याउनु भयो तपाईँले। उहाँको इन्टेन्सन चाहिँ यसको बिहा हुन नदिने, यसले सकेको यसले गर्छ, हामी सकेको हामी गर्छौँ। अब यस्तो छ, मेरो विवाहको कारणमा उहाँको नाम आएन भनेर उहाँको बेइज्जत भयो अरे होइन। त्यतिन्जेल आउन्जेलसम्म म टिनेजमा आइसके पछाडि 2004 देखि 2007 चाहिँ म एकदमै लाइमलाइटमा पोखरामा मिस्टर टिनको उपाधि जितिसके पछाडि होइन। यो 4 देखि 7 चाहिँ 4, 5, 6, 7 4 वर्ष चाहिँ म एकदमै लाइमलाइटमा थिएँ कि पोखरामा, जहाँ पनि उ गर्ने चिन्ने मानिसहरूले। अनि अब यस्तो अब छोराले नाम कमाएको छ भनेपछि म फलानाको आमा हो भनेर पनि त गर्व भयो नि होइन। उहाँको समहाउ पहिलेदेखि नेचर कस्तो थियो भन्दाखेरि हिन्दी सिरियलको जस्तो नेचर थियो क्या उहाँहरूको चाहिँ होइन। त्यो भएको भएर फलानाको आमा म हुँ भनेर चाहिँ चिनाउनु पर्ने, चिनिनु पर्ने, त्यो खालको एउटा थियो। त्यो कुरा मैले बुझेको थिएँ राम्रोसँग, तर बुझ्दा पनि विवाहको कार्डमा चाहिँ उहाँको कार्ड त पक्कै पनि आउँदैन नि। जसले छोडेर गइसकेको छ अफिसियल नेम नै राख्ने हो नि त होइन। मलाई जसले मेरो घरमा जुन मम्मी हुनुहुन्छ, मेरो बाबासँग जो विवाहित गरेर जो श्रीमती हुनुहुन्छ नि, उहाँकै नाम आउँछ नि त मेरो नामको आमाको नाममा चाहिँ होइन। त्यो आउँदाखेरि चाहिँ उहाँहरूलाई चित्त बुझेन। यसमा चाहिँ मेरो नाम खोइ, तँलाई जन्म दिने म, तेरो आमा त म हो, मेरो नाम किन आएन बिहाको कार्डमा भन्ने त्यो इस्युले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ त्यो भएको, त्यो हाबी भएको त्यो कुराले एक प्रकारले उहाँले त्यो टलरेट गर्न सक्नु भएन। त्यो भए पछाडि चाहिँ त्यस्तै घटना भएको थियो। त्यस पछाडि उहाँले चाहिँ कस्तो आरोपहरू लगाएर मलाई उ गर्नुभयो भने अर्काको घरमा है, अर्काको घरमा गुन्डा लिएर हातभरि औँठी काँडा भएको औँठी लगाएको केटाहरू लिएर आफू पनि त्यस्तै भएर हातपात गर्न आयो, लुट्न आयो घरमा भनेर कम्प्लेन लेखाउनु भएको होइन। मलाई अर्को हिट गरेको शब्दहरूको अर्काको घर भनेर के, त्यो त मेरो जन्म दिने आमाको घर भनेर पो म जान्थेँ त्यहाँ होइन। मेरो जन्म दिने मानिसको घर हो, त्यो भएर म कहिले यता बस्ने कहिले उता बस्ने भनेर मेरो आमा नै हो भनेर पो म त्यहाँ गएर बसेको। म अर्काको घरमा त गएको होइन नि होइन। जन्म दिने घरमा जन्म दिने मानिसको घर भनेर पो गएको हो त, म किन अर्काको घर जान्छु होइन। त्यसरी अर्काको घरमा आएर त्यसो अब हुँदै नभएको चिजहरू, अब त्यो न गुन्डा लगाएको थिएँ भन्नु, न त्यसरी हातपात गरेको थिएँ, न लुट्न गएको थिएँ भन्नु होइन। त्यो चिज भयो। अनि अर्को चिज भनेको
उहाँको पहिलेदेखि हल्लेको दाँत थियो कि धेरै महिना अगाडिदेखि नै हल्लेको थियो उहाँको दाँत अनि अब बुढेसकालमा त्यो दाँत निकाले पछाडि फेरि नक्कली हाल्नु पऱ्यो नि त त्यसको उमा सट्टामा बरु नक्कली हाल्नुभन्दा यही दाँत होस् भनेर चाहिँ त्यो दाँत त्यतिकै थियो होइन चौकीमा पुलिस चौकीमा त्यो पनि उहाँले भन्नुभयो मलाई मुक्का मारेर मेरो यो दाँत पनि हल्लाइदिएको छ भनेर हाउ क्यान सी सो कि मेरो यो दाँत विशालले हिर्काएर मलाई मेरो दाँत हल्लेको भनेर के भने पछाडि कति साह्रो उहाँ चाहिँ एउटा नेगेटिभिटीले भरिएर भनौँ अब के भयो हुन्छ विशाललाई सकाउने टाइपको सकाउने भन्दा पनि यसको बिहा हुन नदिने मेरो वैशाखको 13 गतेको विवाह मलाई 8 गतेबाट थुनामा राखेको के यस्तो यस्तो केस बनाएर अनि 8 गतेबाट 11 गतेसम्म आउँदाखेरि पनि त्यस्तो कुराहरू अनि अब एक दिन पछाडि त विवाह नै छ केटीको घरमा धुमधाम अब बिहाको तयारी भइसक्यो केटीको घरको इष्टमित्रलाई सबैमा कार्ड गइसक्यो विवाहको होइन कति प्रेसर होला हुनेवाला दुलालाई कस्टडीमा थुनेर राखेको छ कसले भन्दा उसलाई जन्माएको आमाले होइन त्यो माहौल नै अर्कै थियो त्यति बेला मेरो जति पनि रिलेटिभ्सहरू त्यो पुलिस चौकीमा आउनु भएको त्यो मेलै जस्तो थियो कि होइन उहाँहरूले चाहिँ बुझ्नुहुन्छ यो कुराहरू होइन उहाँहरूले चाहिँ बुझ्नुहुन्छ कतिपयले चाहिँ यो कुराहरू सुनेर अस्तिको इन्टरभ्यूबाट पनि धेरै कुराहरू सुनेर मेरो पुरानो रिलेटिभ्सहरू आफन्तहरूले पनि फोन गरेर रुँदै फोन गर्नुभयो बाबु फेरि सम्झाइदियो तिमीले भनेर होइन हो त्यस्तोहरू पनि धेरै कुराहरू भयो खै त्यो भएको भएर म अर्काको मान्छेको घरमा किन जाने त नि अर्को मानिसलाई चाहिँ म किन आफ्नो भनेर जानु त नि अब भनेर त्यसरी चाहिँ मैले चाहिँ अब चाहिँ पुग्यो मलाई यो मान्छेहरू मेरो लाइफमा आई डोन्ट निड यस्तो खालको मानिसहरू मलाई अब चाहिँदैन भनेर चाहिँ मैले चाहिँ त्यसरी गरिनँ तर मेरो विवाह भइसके पछाडि उहाँहरूले चाहिँ धेरै मान्छेहरू लगाएर यहाँसम्म भन्नुभयो उहाँको छोरा म मात्र मलाई जन्म दिने मानिसको चाहिँ अर्को श्रीमानसँग विवाह भइसकेपछि एउटा छोरी पाउनु भएको छ होइन उसको पनि विवाह भइसक्यो होइन सबैजनाको आफ्नो एउटा लाइफ सेटल नै छ उहाँहरूको उहाँहरूप्रति मेरो कुनै ऊ छैन उहाँहरूप्रति चाहिँ मेरो कुनै कम्प्लेन पनि छैन अब्जेक्सन पनि छैन दे आर लिभिङ देयर ओन लाइफ आई एम लिभिङ माई ओन लाइफ होइन मेरो मात्र एउटा मनभित्रको त्यो एउटा खोट भनौँ वा जे भनौँ त्यही अब जन्म दिने मानिसप्रति मात्रै हो उहाँसँग रिलेटेड अरू मानिसहरूलाई चाहिँ मेरो केही पनि छैन यहाँसम्म पछि विवाह सकिसके पछाडि एउटा मिडिएटर हामीले सबैले मान्ने हाम्रो आफन्तजनबाट चाहिँ भेटघाट गर्न पनि खोज्नु भएको थियो अनि माफी पनि माग्नु भएको थियो है यो कुरा चाहिँ उहाँको मानिसहरूलाई थाहा चाहिँ छैन उहाँको घर परिवारहरूलाई माफी पनि माग्नु भएको थियो मैले गलत गरेँ बाबु आइज मसँग आइज फेरि पनि उ गरेँ मैले जे गरेँ मैले गलत गरेँ मलाई माफ गरिदिए पनि भने हो होइन तर म मानिनँ फेरि पनि यो दोहोरिराख्छ यस्तो कुराहरू भइ नै राखेको हुन्छ पहिला ठिक छ जन्म दियो फेरि उहाँ अर्कोसँग जानुभयो त्यति बेला लालन पोषण गर्ने टाइममा उहाँ हुनु भएन म एउटा टिनेज लेभलमा पुगिसके पछाडि क्लास 10 मा पुगे पछाडि मात्र म भेट भएको हो त्यस पछाडि त्यति जेलसम्म त क्लास 10 सम्म पुग्दा त म त हुर्किसकेको हो नि त होइन 15-16 वर्षको पुगिसक्यो भने त 15-16 को लक्का टिनेजर्स भइसके पछाडि फेरि उहाँ आउनुभयो जोडिसके पछाडि फेरि ब्यालेन्स गर्दै गयो फेरि त्यही बच्चा आफूले जन्माएको बच्चा जसलाई बिचमा छोडेको थिए अब उसको चाहिँ फेरि नयाँ जीवन सुरु हुँदैछ है भन्ने बेलामा फेरि उहाँले यस्तो खालको किस्साहरू यो खालको घटना भनौँ यो खालको सबै चिजहरू भइसके पछाडि मेरो नयाँ जीवन सुरुवात हुन नदिएको हो नि त दिनु नखोजेको हो नि त होइन त्यो भए पछाडि चाहिँ मेरो मन मरेको त्यहाँबाट हो अनि उहाँले जुन झुटो आरोप लगाउनु भयो आमा भनेर पनि आफ्नो सन्तानलाई कसरी झुटो आरोप लगाएर कस्टडीमा राख्न सक्छ होइन कसरी मैले मुक्का हानेर त्यो दाँत हल्लायो होला कसरी म अर्काको घर भनेर त्यो घरमा गएर लुटपाट गर्न गएँ होला कसरी म चाहिँ त्यो अर्काको घरमा गुन्डाहरू लगेर पिटपाट गरेँ होला होइन यी सबै कुराहरू चाहिँ सम्झिँदाखेरि अझै पनि मलाई यस्तो भित्र रिस मात्रै उठ्छ कि मेरो त्यो रिस शान्तै भएको छैन सो यही कुरा हो अर्को अब उहाँले छोडेर गइसकेपछि बाबाले मलाई कसरी हेर्नुभयो हामी घरमा कसरी खायौँ कसरी बसेका थियौँ भन्ने कुरा त आफ्नो ठाउँमा छ कर्म दिने आमालाई चाहिँ धेरै माया गर्नुहुन्छ कर्म दिने आमालाई यो केसमा चाहिँ म एकदमै भाग्यमानी छु होइन अभागी यो केसमा मलाई जन्म दिने मानिसले छोडेर जानुभयो फेरि नयाँ जीवन सुरुवात गर्दाखेरि फेरि त्यस्तै खालको इन्सिडेन्टहरू गराउनु भयो भने चाहिँ भाग्यमानी यो केसमा मेरो बुवाले अर्को श्रीमती बिहा गरेर ल्याइसके पछाडि उहाँले अर्को श्रीमती बिहा गर्नुभएको भनेको पनि मेरै लागि गर्नुभएको हो कि होइन त्यसरी मैले बुझ्छु अहिले चाहिँ यदि मम्मीलाई
नभित्राउनु, मैले मम्मी भन्छु उहाँलाई होइन, मम्मीलाई नभित्राउनु भएको भए हामी त बिचल्ली हुन्थ्यौँ नि त होइन। अनि मलाई सम्हाल्नकै लागि खास गरी मेरै लागि भनेर उहाँले विवाह गर्नुभएको। अनि अर्को राम्रो पक्ष भनेको मेरो बाबाले अर्काको श्रीमती बिहा गर्नु भएन, कन्ने केटी नै बिहा गर्नुभएको होइन। त्यो भएको भएर अनि मम्मी आइसकेपछि मैले सुरुवातमा त आन्टी भन्थेँ मेरो मम्मीलाई है, आन्टी भनेर पुकार्थेँ, आन्टी 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 भन्थेँ। आन्टीले मलाई यति केयर गर्नुहुन्थ्यो, यति माया गर्नुहुन्थ्यो, मेरो दिसा पिसाब सोर्नेदेखि लिएर बिरामी हुँदा बोक्नेदेखि लिएर होइन, बाउ छोरालाई खानापिना खुलाउनेदेखि लिएर सबै कुराहरू उहाँले गर्नुहुन्थ्यो। इभन उहाँ त भर्खरै एसएलसी दिनुभएको थियो, हामी त बच्चै थियौँ, एसएलसी दिएर बस्नु भएको थियो बिचरा होइन। एसएलसी दिएपछि आइए पढ्ने भन्ने चलन हुन्थ्यो नि त्यो बेलामा। अनि मलाई इभन पढाउनु पनि हुन्थ्यो ट्युसन जस्तो घरमा होइन। म पहिल्यैदेखि नेपालीमा एकदम कमजोर, अनि नेपालीहरू चाहिँ उहाँले उच्चारण गर्नको लागि लेख्नको लागि सिकाउने, मलाई त्यो सबै कुराहरू याद छ कि त्यो गराउनुहुन्थ्यो उहाँले। कहिले पनि मलाई सौतेनी व्यवहार, सौताको छोरा हो यो कसैको अर्काको छोरा हो, कहिले पनि उहाँले त्यो व्यवहार त्यो देखाउनु भएन। देखाए पो मलाई त्यो फिल हुन्छ त होइन। उहाँले त्यो हिसाबले मलाई लिनु भएन कि मेरो आफ्नै छोरा हो भन्ने हिसाबले उहाँले एक्सेप्ट गर्नुभयो। उहाँ भित्रिएको लगभग 1.5 वर्ष 2 वर्षसम्म मैले त आन्टी नै भन्थेँ उहाँलाई होइन, आन्टी नै भन्थेँ। उहाँको माइत जाँदाखेरि स्याङ्जा खण्डारा भन्ने ठाउँमा हो, दसैँमा हामी माइत गएको थियौँ। त्यो दसैँको बेलामा राति मलाई सुसु च्याप्या थियो। गाउँमा त अब टोयलेट पर हुन्छ नि, जान डर लाग्छ होइन। त्यो बेलामा मेरो मुखबाट अचानक आन्टी भनिराख्ने, अहिले मेरो यो मम्मीले सुन्यो भने उहाँ रुनुहुन्छ होइन, उहाँलाई पनि थाहा छ होला मलाई आज छोराले बल्ल मम्मी भनेर एक्सेप्ट गर्यो भनेर होइन। अचानक कि त्यो राति मलाई के भयो, मलाई आन्टी भन्ने शब्द मुखमै आएन। मम्मी सुसु लाग्यो टोयलेट जाऊँ न भनेर मम्मी भनेर पुकारेको मैले है। मलाई अझै पनि याद छ त्यो मम्मी भनेको रात कि गाउँघरमा त बत्ती हुँदैन नि त्यो बेलामा, बत्ती थिएन, इलेक्ट्रिक पुगेको थिएन, त्यो टर्च लाइट टुकी बाल्ने, तर टर्च लाइट चाहिँ हुन्थ्यो सिरानीमा, ब्याट्री हाल्ने एउटा टर्च लाइट। त्यो टर्च लाइट लिएर चाहिँ उहाँले लैन बाबु भनेर टोयलेट लिएर जानुभएको थियो। त्यसको भोलिपल्टबाट म जति पनि मम्मी नै भन्न थालेँ। मैले त्यो मम्मी भन्ने शब्द उहाँलाई उच्चारण गर्दाखेरिको मैले पो त्यो बेलामा देखिनँ त, त्यो फिल गर्न सकिनँ त्यो उमेरले गर्दाखेरि। सायद मैले त्यो मम्मी भन्ने रात अझै पनि उहाँलाई त्यो दिमागमा आउँछ होला कि गुन्जिन्छ होला कि 2 वर्षसम्म 1.5-2 वर्षसम्म आन्टी भनेर पुकार्ने मेरो छोराले आज मलाई मम्मी भनेर एक्सेप्ट गर्यो, फाइनली म उसको आमा बने भनेर त्यो खुसी त्यो हर्ष कस्तो भयो होला उहाँलाई जस्तो फिल लाग्छ अहिले चाहिँ मलाई होइन। त्यो भएको भएर आजको दिनसम्म पनि हेर्नु उमेरले यत्रो हुँदाखेरि पनि चर्को आवाज गाली। यता आइसके पछाडि मेरो बाबासँग विवाह भइसके पछाडि चाहिँ एउटा भाइ एउटा बहिनी भएको छ, भगवान्को कृपाले सबै राम्रो भएको छ होइन। मेरो बहिनी चाहिँ अहिले स्कटल्यान्डमा बस्छ, भाइ चाहिँ अहिले नेपालमै छ, भाइको पनि विवाह भइसक्यो। अब ऊ चाहिँ बुहारी चाहिँ मेरो हङकङमा छ, सो ऊ चाहिँ अब हङकङ जान्छ होला छिटै नै। अहिले पनि मेरो भाइ र बहिनीलाई हो कि काम अराउने, अहिले बहिनी छैन भाइ छ होइन, सबै भाइलाई नै अराउने। मलाई सानै हुँदा उनीहरू सानो हुँदाखेरि पनि उनीहरूलाई काम अराउँथ्यो कि मलाई काम अराउँथेन। मलाई चाहिँ उहाँले प्याम्पर गरेर राख्नुभयो, प्याम्पर गरेर हुर्काउनु भयो। कस्तो लक्की क्या तपाईँ त, एकदमै भाग्यमानी हुनुहुँदो रहेछ। त्यो छ अब त्यही त सौतेनी फिलहरू हुन्छ, सौतेनी आमा भने चाहिँ मान्छेको माइन्डमा कस्तो अर्कै सेटअप हुन्छ नि। तपाईँको केसमा त धेरै नै फरक के, कति फरक यो कुरामा चाहिँ म एकदमै भाग्यमानी ठान्छु, प्रिभिलेज ठान्छु एकदमै आफूलाई। भगवान्ले चाहिँ हुनसक्छ भगवान्ले यो खालको परी भन्छु म त उहाँलाई होइन, एन्जल के बाबा र मेरो लाइफमा पठाउनु भएको एन्जल चाहिँ जुन मेरो बाबाको पहिलो श्रीमती, मलाई आमा भन्न मनै लाग्दैन कि किन त्यो भन्न, जन्म दिने मानिस भन्नु मन लाग्छ होइन, जन्म दिने आइमाई भन्छु म त अझै होइन, नेपाली ठेट वर्ड भन्ने मलाई जन्माउने आइमाई भन्छु क्या। मलाई जन्माउने आइमाईले छोडेर गइसकेपछि बाबाको पीडा, लाउरे मान्छे घरमा किचन सम्हाल्न त जानेको हुँदैन नि त होइन, भात पकाउन पनि आउँदैन, यस्तो नमिठो खाना अहिले पनि नमिठो बनाउनुहुन्छ मेरो बाबाले खाना कि, अहिले पनि नमिठो, कस्तो नमिठो खाना बनाउनुहुन्छ कि मेरो बाबाले। यो संसारको सबैभन्दा नमिठो बनाउने खाना भनेको मेरो बाबा हो जस्तो लाग्छ कि। उहाँलाई खानाको केही आइडिया छैन ल है। अनि कहिले पातलो नुन बेसार मात्र हाल्ने होइन, कस्तो
यस्तो नमिठो खाना खान्थ्यौँ कि बाबा र मैले। उहाँले त्यो अहिले आएर चाहिँ जे होस् नजानी भए पनि उहाँले आफ्नो छोराको पेट भर्नुपर्छ भनेर त्यसरी पकाएर उहाँले खुलाएको मलाई याद छ। त्यो टेस्ट जतिसुकै नमिठो भए पनि भोको पेट त खानु पऱ्यो नि बच्चाले होइन, खाइन्थ्यो बाउ छोराले। र अझ पनि मलाई याद छ एक दिन मेरो बाबा चाहिँ के भएको अनि बाउ छोरा खाँदै थियौँ होइन, त्यो खाने बेलामा चाहिँ म उहाँको अपोजिटमा बसेको थिएँ, भुइँमा बसेर खाथ्यौँ। हामी यसरी बसेका थियौँ, म यताबाट बाबालाई हेर्ने, बाबाले मैले त्यो सानो हातले खाँदै गरेको देख्दाखेरि उहाँलाई त्यो मनमा लाग्यो होला नि त के हुन्छ नि होइन। एकैचोटि भकानिनु भएको कि जुठै हात, त्यो जुठो हात यस्तो गरेर रुनु भयो बाबा चाहिँ। मैले त्यो हेरेँ। अब त्यो बच्चाले कसरी सम्झाउनु बाबालाई, नरुनु पनि त भन्न सकिनँ मैले है। मेरो बाबा रोयो भन्ने चाहिँ थाहा भयो, तर म उहाँको रुँदाखेरि पनि म उहाँलाई हेर्न सकिनँ। नहेरिकन म घोप्टो परेर खाना चाहिँ खाएँ होइन, नमिठो खाना, उहाँले पकाएको नमिठो खाना चाहिँ खाएँ। त्यो गर्दाखेरि मेरो त्यो बाबा किन रोएको रहेछ भनेर मैले अहिले बुझ्छु कि होइन। अहिले आएर मैले बुझिरहेको हुन्छु मेरो बाबाले मलाई गरेको त्यो देन, अनि त्यो छोराप्रतिको त्यो हुन्छ नि एक प्रकारले त्यो गरेको माया होइन। अनि त्यही त अब अलिकति म कस्तो अप्ठ्यारो भयो बोल्दा अरू इन्टरभ्यूमा मेरो खासै आँसु आएको थिएन। बाबा भनेपछि मेरो सफ्ट कर्नर हुन्छ जहिले पनि, त्यो भएको भएर होइन। अहिले मैले बुझ्छु कि उहाँ किन रुनु भएको थियो त्यो बेलामा भन्दाखेरि मेरो छोरी छ होइन। मैले मेरो छोरीलाई हेर्दाखेरि म एउटा बाउ भएर त मेरो छोरीलाई कस्तो माया गर्छु, कस्तो माया लाग्छ नि त आफ्नो सन्तान होइन। एउटा जन्म दिने मानिस आमा भइसके पछाडि चाहिँ त्यो सन्तानको त्यो याद नभएको, ख्याल नभएको त्यति सानो बच्चालाई कसरी त्यो छोडेर उ गर्ने भन्ने कुराहरू चाहिँ त्यो हुन्छ नि, कसरी ज्ञान नभएको होला भनेर म अहिले बुझ्छु कि। अनि जब म त्यो मोमेन्टहरू सम्झिन्छु म एक्लै एकदम इमोसनल हुन्छु। कहिलेकाहीँ म बाथरुममा रुने गर्छु। यो कुराहरू म अहिलेसम्म कसैको अगाडि पनि रोएको छैन, इभन मेरो घर परिवारको अगाडि पनि रोएको छैन। आज यो लेन्समा के भयो आई हेभ नो आइडिया। बाबाको कुरा निस्केर म अलिकति इमोसनल भएँ मात्र। सो त्यही नै हो। अहिले आएर चाहिँ बाबाको त्यो कुरा, सेक्रिफाइसेस, उहाँ रोएको त्यो मोमेन्ट, त्यो सानो बच्चाले सानो हातले भात खाएको देख्दा उहाँले त्यो नजानी पकाएर त्यो गर्दाखेरि दुवै बाउ छोराले त्यो खाना खाँदाखेरिको त्यो मोमेन्ट अब उहाँलाई लाग्यो होला नि त होइन। मेरो यसको आमाले छोडेर गयो, यसले दुःख पाउने भयो, हामीले दुःख पायौँ भन्ने त्यो लाग्यो उहाँलाई। यस्तो कुराहरू सम्झिँदाखेरि मलाई त्यो जन्म दिने मान्छेप्रतिको त्यो हेट अहिले आएर एकदमै अझै पनि, उहाँ मरेर गइसक्नु भयो होइन, तर पनि म सरापिरहेको हुन्छु अहिले पनि। त मरेर पुगिस् होला, स्वर्ग पुगिस् कि नर्क पुगिस् त्यसमा मलाई कुनै मतलब छैन। तर त जहाँ भए पनि तेरो आत्माले शान्त चाहिँ पाउँदैन, तेरो आत्मा चाहिँ शान्ति पाउँदैन भनेर म अहिले पनि सराप छु कि त्यो मान्छेको आत्मालाई। पितृ हो, पुकार्नुपर्छ, पूजा गर्नुपर्छ भन्दाखेरि नो नेभर। जब मलाई जन्म दिने मान्छेको रूप याद हुन्छ, जबदेखि उसको त्यो सम्झिन्छु, म त सराप छु, अहिले पनि सराप छु म अहिले पनि है। त जहाँ छस्, स्वर्गमा छस् कि नर्कमा छस् कि जे छस्, तेरो आत्माले शान्ति पाउँदैन, तैँले जग्गा नपाओस् भन्छु मैले भित्रैबाट। मलाई कुनै सफ्ट कर्नर नै छैन उहाँप्रति। त्यो भएर मेरो त अस्तिको अब इन्टरभ्युजहरूमा पनि यो विषयलाई लिएर धेरै टिका टिप्पणीहरू भयो। एउटा मन पत्थर हुनलाई पनि त्यो समय लाग्छ कि। तपाईँको भोगाइ सुन्दाखेरि मलाई पनि कस्तो त्यो मनै हुन्छ नि अत्तालेर आयो। झन् तपाईँ बच्चाले झन् कसरी एक्सेप्ट गर्नुहुन्थ्यो त्यो कुराहरू, कति कुरा सुन्नु पर्थ्यो होला, कति भन्नु पनि बुवाले कसरी सम्हाल्नु भएको छ तपाईँलाई, गाह्रो छ त्यो कुरा। छोरा मान्छे त्यतिकै रुँदैन नि, लाउरे मान्छे होइन, पेन्सन आएको त्यतिकै रुँदैन नि होइन। त्यही माथि फेरि अब लाउरेमा सर्भिस गरेर आएको मान्छे, न उहाँलाई घर चलाउन कुनै आइडिया छ, न भात पकाउन जान्नु भएको छ होइन, न घर सरसफाइ गर्न जान्नु भएको छ। लाउरमा एउटा गोली बारुद बोकेर हिँडेको मान्छे घरमा आएपछि कुचो झाडु र त्यो किचन सम्हाल्न उहाँलाई गाह्रो भयो।
धन्न उहाँले नमिठै भए पनि पकाएर चाहिँ दिनुहुन्थ्यो अहिलेको जस्तो फेसिलिटी थिएन त्यति बेला रेस्टुरेन्टबाट मगाएर खाने अनलाइन मगाउने भन्ने नै थिएन बाहिर गएर खाने त्यो चलन पनि थिएन हैन त्यति बेला रेस्टुरेन्टहरू पनि एकदमै कम हुन्थ्यो त्यस्तो दिमागमा पनि आउँथेन रेस्टुरेन्टबाट मगाएर खाने भन्ने अहिले पो सजिलो सबै कुराहरू सजिलो छ नि सो यस्तो यस्तो कुराहरू मलाई जब जब याद आउँछ मलाई जन्म दिने त्यो आइमाई प्रतिको मेरो हेट अझै भने ऊ मरेर गए पनि मेरोमा त्यो के भन्छ सद्भाव त्यो के भन्छ त्यो सिम्पेथी नै छैन कि म सिम्पेथी नै आउँदैन त्यो सो अहिले पनि मैले सरापी नै राखेको हुन्छु त्यही त अब जस तपाईलाई कर्म दिने आमा राम्रो पर्नु भएको छ मलाई त्यो कुरामा चाहिँ एकदम ब्लेस्ड फिल उहाँ नभएको भए हाम्रो जिन्दगी अर्कै हुन्थ्यो हैन उहाँ आइदिएको भएर सबै सम्हालेको भएर आज घर व्यवस्थित भएको छ मेरो भाइ बहिनी पनि राम्रो छ मेरो भाइ बहिनीले पनि जहिले पनि मलाई आफ्नो प्यारो ठुलो दाइको रूपमा नै लिइरहेको छ उनीहरूले गर्ने मलाई मान उनीहरूले गर्ने मलाई माया अनि दाइ भनेर गर्ने सम्मान त्यो आफ्नो ठाउँमा छ र मेरो मम्मीको लागि म चाहिँ अहिले पनि म ठुलो छोरा हो उहाँको लागि हैन उहाँले आफ्नो कोखबाट जन्माएको त मेरो भाइ हो तर उहाँको हिसाबले त ठुलो छोरा त ऊ हुनुपर्ने हो नि तर नै उसलाई नवीन हो मेरो भाइको नाम नवीन भनेर कहिले बोलाउँदा कान्छा भनेर बोलाउँछ भाइलाई हैन कान्छा नै भन्छ सबै कान्छा भन्छ र मेरो मम्मीको लागि घरको लागि जेठो छोरा भनेर मै नै हो मेरो मम्मीको लागि पनि मै हो बाबाको लागि त अब मदै हुने भयो हजुर त्यही त अब त्यो कमेन्टकै कुरा गर्दाखेरि चाहिँ अलिकति कमेन्ट नेगेटिभ पनि थियो नि त हैन कमसेकम आमा बित्ने बेलामा चाहिँ त्यो मासु बियर खाएको थियो चाहिँ नभन्ने भए हुन्थ्यो भन्ने नि हुन्छ त्यो हो यही चिजहरू यसमा रिलेट हुन्छ के मेरो बाबालाई दिएको त्यो दुःख त्यो पीडा कस्तो भयो भन्दाखेरि उहाँ त परपुरुषसँग विवाह भएर गइसके पछाडि पनि उहाँले हामीलाई छोडेको होइन नि मलाई याद छ त्यो घर चाहिँ उहाँको नाममा थियो अफकोर्स नेपाली सबै परिवारमा प्राय सम्पत्ति प्राय घर श्रीमतीको नाममा हुन्छ हैन श्रीमतीको नाममा हुन्छ अहिले पनि हरेक घर परिवारमा हेर्नुहोस् प्राय सबै त्यो घरको श्रीमतीको नाममा हुन्छ के घरको लाल पूर्जा घरको नाम भनौँ न त्यो बेलामा पनि मेरो जन्मदिनी मानिसको नाममा थियो रहेछ त्यो घर उहाँ परपुरुषमा गइसकेर बच्चा पाइसके पछाडि पनि छोरी पाउनुभयो उहाँले तर त्यो पाइसके पछाडि पनि यता आएर उहाँले केस गर्नुभएको के मेरो घर मलाई चाहियो भनेर किनभने त्यो घर त उहाँको नाममा थियो नि त मेरो नामको घर मलाई चाहियो भनेर उहाँले त्यो पनि छोड्नु भएन त्यति बेलाको 12 लाख रुपियाँ मलाई थाहा छ मेरो बाबाले यताउता खोजेर त्यो बेलाको 12 लाख रुपियाँ हैन घरको त्यो 12 लाख गर्नलाई उहाँले कति लोन लिनु पर्यो होला कतिजनासँग हात जोड्नु पर्यो होला इन्डियन लाउरी त्यति बेला भर्खर पेन्सन आएको त्यति धेरै पैसा पनि त हुन्थेन त्यो जमानामा त हैन त्यो बेलामा 12 लाख रुपियाँ चाहिँ उहाँले कता के गरेर जुटाएर पछि गर्नुभयो धेरै उ भयो झगडा चौकीमा त्यस्तै धायौँ हामी हैन त्यस्तै भयो त्यो धेरै लफडा पछाडि चाहिँ त्यो घर बाबाले चाहिँ फेरि आफ्नो नाममा गर्नुभएको ऋण धन गरेर त्यो पैसा उहाँले यो बुझ्नु भएन कि मैले छोडेँ मेरो छोरा त्यो घरमा बस्छ ठिक छ मैले छोडेको श्रीमान हो त्यो प्रति मेरो कुनै लगाव भएन मेरो अर्को श्रीमान भयो तर मैले जन्माएको छोरा त त्यही छतमुनि बस्ने हो नि त्यो छतमा किन खोज्न जाने होस् म मेरो खुसीको लागि म अर्को मान्छेसँग म आइपुगेँ हैन नआउनु थियो म आएँ विवाह नगर्नु थियो अर्कोसँग म गरेँ तर म त्यो छत चाहिँ किन खोज्ने त्यहाँ मेरो मैले जन्माएको केटा त छ नि छोरा नमाने पनि केटा त छ नि मैले जन्माएको बच्चा छ त्यो बच्चाको लागि भन् पनि त्यो घर उहाँले त्यो गर्न हुन्थेन कि त्यो पनि त्यो बेलामा उहाँले गरेको यो ठुलो त्यो अहिले पछि आउँदै बुझ्दै गएपछि यो सबै कुराहरू म बुझ्छु क्या अहिले चाहिँ अब हामी त फ्ल्यासब्याकमा गएर अहिले त हामी बुझ्न सक्ने भइसकेपछि फ्ल्यासब्याकमा जान्छौँ नि फ्ल्यासमा गइसके पछाडि यो सबै कुराहरू आउँदाखेरि चाहिँ त्यो बेलामा आजकल त रमाइलो लाग्छ नेगेटिभ कमेन्ट्सहरू पोस्टमा आएन भने चाहिँ तरकारीमा नुन नहाले जस्तो खल्लो हुँदो रहेछ हैन यो मेरो लागि मात्र होइन कि मेरो फलोवर्सहरू अनि जति पनि उहाँको एल्गोरिदममा मेरो भिडियोजहरू आइसके पछाडि उहाँहरू कमेन्टमा जाँदाखेरि त्यो फनी कमेन्टहरू त्यो हेट कमेन्टहरू पढ्दाखेरि उहाँलाई पनि रमाइलो फिल हुन्छ होला नि त पढ्ने मान्छेहरूको लागि पनि हैन त्यो सो नेगेटिभ कमेन्ट इज अ पार्ट अफ एन्टरटेनमेन्ट भन्छु म चाहिँ त्यही त नेगेटिभ कमेन्ट पचाउन नसक्ने कलाकारहरू पनि हुनुहुन्छ क्या धेरैजना के भन्न चाहनुहुन्छ तपाईँलाई चाहिँ हामी पब्लिकमा आइसके पछाडि पब्लिकको गाली र ताली
उत्तिकै मात्रामा लिन सक्ने खुबी भएपछि मात्र तपाईँ पब्लिक फिगर हुने हो। यदि तपाईँले कसैको नकारात्मक शब्दहरू नकारात्मक लेखाइहरू तपाईँले आफ्नो पोस्टमा पढ्न सक्नुहुन्न भने यु डोन्ट डिजर्भ टु बी द पब्लिक फिगर। पब्लिक फिगर किन भएको भन्दा पब्लिककै लागि फिगर भएको हो नि त। समाजमा पब्लिकमा त जस्तो पनि मान्छे हुन्छ नि, सबैले त्यो गुलाबको फुल मनपर्छ भन्ने छैन नि त होइन। कसैलाई अर्को फुल पनि मनपर्छ, कसैलाई त फुल देखेर पनि एलर्जी हुन्छ, फुलै मन पर्दैन। फुलै मन नपर्ने मानिसहरू पनि हुन्छ नि हाम्रो समाजमा हो। यसलाई चाहिँ यसरी लिनुपर्छ। त्यो भएको भएर हेट कमेन्ट्स पोजिटिभ कमेन्ट्स सबै चिजलाई चाहिँ यसरी एक्सेप्टेन्स गरेर मात्र देन ओन्ली यु डिजर्भ टु बी द पब्लिक फिगर। त्यो कुरा सबैले बुझ्नु पनि पर्छ एकदमै। आफ्नो बारेमा सुन्नु भएको एकदमै कमेडी र्युमर जुन चाहिँ ट्रु होइन। कमेडी र्युमर्स भनेको त्यो र्युमर्स भनेको कमेडी र्युमर्स चाहिँ होइन। कमेडी र्युमर्स चाहिँ मेरो एलिजाको र ऋषिजी होइन, ऋषि धमलाजीको चाहिँ त्यो भिडियोजहरू धेरै ट्रोल बनाएको थियो, बिचमा मिलियन्स भ्यू गएको थियो होइन। म र एलिजाको भिडियोलाई राखेर अनि फेरि ऋषिजीको चाहिँ त्यो रोको होइन टेन्सन भएको त्यो खालको भिडियोजहरू गर्दा चाहिँ त्यो फन्नी लागेको थियो। अर्को एउटा र्युमर्स भनेको यो चाहिँ पोखराको पत्रिकामा हो, भलिबल खेलाडी सिपोरा गुरुङ र मेरो चाहिँ बिच आखिरमा के छ त भनेर चक्कर चलेको छ भनेर चाहिँ एउटा पत्रिकामा चाहिँ फोटोसहितको आएको थियो कि हामी दुईजनाको फोटोको। त्यो चाहिँ रुमर्स होइन। त्यो पत्रिकामा चाहिँ सिपोराजीसँगको चाहिँ मेरो आखिरमा चक्कर चलेको छ भन्ने खालको त्यो एउटा फोटोसहितको आएको थियो। त्यो चाहिँ रुमर्स अहिले पनि याद आउँछ। अनि फन्नीमा चाहिँ यो एलिजा गौतम, म अनि त्यसपछि ऋषिजी तिनजनालाई जोडेर बनाएको भिडियोहरू चाहिँ हामी तिनैजनाले हेरेर पनि हाँसेका छौँ। त्यो त र्युमरहरू आइ नै रह पनि हुन्छ, एकदम रमाइलो पनि लाग्छ कहिले काहीँ हेर्दाखेरि होइन। अब फेसन आइकन भइसकेपछि हामीले यो प्रश्न सोध्नु नै पर्छ होइन। सो यो ब्रान्डेड लुगा लगायो भने फेसनेबल हुन्छ कि महँगै लुगा लाउनु पर्छ कि के हो यो खासमा फेसनेबल हुनलाई चाहिँ? फ्यासन भनेकै आफैमा एउटा सजिलो सहज चिज पनि हो भन्छु म चाहिँ। र फ्यासनेबल हुनको लागि यु डोन्ट ह्याभ टु क्यारी एबिसी ब्रान्ड नै क्यारी गर्नुपर्छ भन्ने छैन। जस्तै अहिले मैले लगाएको कुरा गर्ने भने दिस इज नट अ ब्रान्ड होइन। सो मेरो यो भित्र लगाएको सेन्ट पनि इट्स नट अ ब्रान्ड। यो प्यान्ट पनि ब्रान्ड होइन, यो त मैले आफैले मेरो कालीगढलाई सिलाउन दिएको होइन। सो ब्रान्डेड नै हुनुपर्छ भन्ने होइन। अलिअलि नलेज भयो भने चाहिँ तपाईँ फ्यासनेबल हुन चाहिँ अलिकता त्यो कन्सियसनेस भन्ने त्यो नेचुरल त्यो आउँदो रहेछ क्या आफै, त्यो पनि हुनुपर्छ। र फ्यासन पढ्नु भएको छ भने चाहिँ त्यसले पनि समहाउ धेरै कुराहरू सिकाइरहेको हुन्छ। अब मैले त फ्यासन डिजाइनिङको कोर्स नै लिएको नि त आइसीमा होइन 2004मै, आजभन्दा 21-22 वर्ष अगाडि नै। त्यो भएको भएर पनि त्यो फ्यासनको बारेमा चाहिँ मलाई धेरै नलेज भएको जस्तो लाग्छ। त्यो त अहिले यति बेला मेलहरूलाई पनि हजुर अहिले हामी बिहान द क्यामेरा पनि कुरा गरेका थियौँ होइन। मेलहरू पनि अहिले ब्रान्ड एम्बेसडर भइराख्नु भएको छ मेकअप प्रडक्टहरूमा अहिले होइन। धेरैजना देखिरहेको छौँ हामीले, अपकमिङ हुँदै पनि हुनुहुन्छ धेरैजना चाहिँ होइन। यो प्रगतिलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले? यो चाहिँ राम्रै हो भन्छु म चाहिँ, किन नेपालको लागि चाहिँ नौलो हुनसक्छ। तर एसियन कन्ट्रिजहरूलाई लिने हो भने कोरियामा, जापानमा, फिलिपिन्समा होइन, थाइल्यान्डतिर एसियन कन्ट्रिजमै हामी त एउटै नेपाल एसियनमै पऱ्यो नि त होइन। सो अरू एसियन कन्ट्रिजहरूमा त धेरै वर्ष अगाडिबाट नै सुरु भइसकेको हो। मेलहरूले पनि हल्का मेकअप गरेर प्रेजेन्टेबल आफ्नो स्किनलाई चाहिँ स्मुथ देखाएर हिँड्ने। किनभने चाहे छोरी मान्छे होस् या छोरा मान्छेलाई पनि राम्रो चिटिक्क बन्न मन लाग्छ कि होइन। मात्र यो हो कि समाजले के भन्ला, मेरो घरमा परिवारले के भन्ला भनेर त्यो डरले गर्दाखेरि चाहिँ उहाँ आफूलाई राम्रो बनाउन खोजिरहेको हुँदैन। लुगामा त चिटिक्क पारेर लाउनुहुन्छ, स्किनलाई केयर गर्नुहुन्न भन्ने कुरा हो। तर हामीले यो बुझ्नुपर्छ, छाला भनेको के महिला के पुरुष, छाला त छाला नै हो। महिलाको छालालाई जतिको स्याहार सुसार चाहिन्छ पुरुषको छाला पनि उत्तिकै स्याहार सुसार चाहिन्छ होइन। त्यो भएको भएर यसलाई चाहिँ हामीले जेन्डर रूपमा चाहिँ जानु हुँदैन होइन। र नेपालको कन्टेक्स्टमा चाहिँ अहिले पछिल्लो पटक चाहिँ धेरै ब्रान्डहरू चाहिँ मलाई एसोसिएट पनि गर्न खोजिरहेको छ। हुन त म आफै पनि एउटा कार्भ एन्ड किम्बो यो इन्डियन हेयर एन्ड स्किन केयर प्रडक्टसँग रिलेटेड म ब्रान्ड एम्बेसडर हो। यो मेरो दोस्रो वर्ष चलिरहेको छ एज ए एम्बेसडर होइन। यसलाई हामीले हाम्रो जनसङ्ख्या त एकदम कम छ नि त, नेपाली पपुलेसन होइन। नेपाली जनसङ्ख्या एकदम कम छ। त्यही कम जनसङ्ख्यामा पनि कति मानिसहरू बाहिर हुनुहुन्छ।
अनि त्यही बचेकुचेको कम जनसङ्ख्यामा पनि सबैजनाले मेकअप गर्छ प्रडक्टहरू युज गर्छ भन्ने पनि होइन छोरी मान्छेले स्पेसली छोरी मान्छेहरू मात्र गरेर हुन्छ र अब मार्केट प्लेस बढाउनु छ नेपालमा कस्मेटिकको प्लेसमेन्टलाई चाहिँ इन्क्रिज गराउनु छ ट्रेड अलिकति बढाउनु छ भने महिलाले त गर्ने नै भए अब चाहिँ पालो पुरुषहरूलाई पनि अलिअलि भए पनि तपाईँहरू मेकअप गर्नुपर्छ अलिअलि भए पनि प्रडक्टहरू युज गर्नुपर्छ स्किनलाई हेल्दी राख्नुपर्छ आफू राम्रो बनेर निस्किनुपर्छ भनेर त्यसरी इन्स्पायर गर्न सकियो भने पुरुष साथीहरू पनि राम्रो बनेर हिँड्ने भए प्लस मार्केटको प्लेसमेन्ट पनि बढ्ने भयो होइन हो त्यो हिसाबले गर्दाखेरि चाहिँ अहिले ठ्याक्कै ठुल्ठुलो कम्पनीजहरूले कस्मेटिक प्रडक्ट्सहरूमा चाहिँ मेलको फेस राख्न खोजिरहेको छ अनि अब यो मेलको फेसमा चाहिँ अब सायद नेपालमा चाहिँ म नै होला पहिलो फेसन इन्डस्ट्रीबाट चाहिँ जो चाहिँ एउटा हेयर र स्किन केयर र मेकअपसँग रिलेटेड प्रडक्टको चाहिँ एम्बेसडर भएको होइन सो यो हिसाबले चाहिँ पुरुषहरूको लागि पनि राम्रै हो भन्छु मेरो लागि त धेरै राम्रो भएको छ फाइदा भएको छ हजुर त्यो त रिसेन्टली हेर्ने हो नि मिस्टर चिराग पनि अपकमिङ स्टार जस्तो लाग्यो है तपाईले कसरी हेर्नु भएको छ उहाँलाई चाहिँ चिरागजीको चाहिँ अब एज अ मेकअप टेक्निसियनको रूपमा चाहिँ अगाडि आइराख्नु भएको छ त्यो त उहाँको स्किल हो सिप हो होइन त्यो मानिसले जहाँ पनि गर्ने भनेको स्किल र सिपले नै त कमाउने हो नि त होइन सो उहाँको औजार भनेको उहाँको लागि भनेको त्यही मेकअप ब्रस अनि मेकअप किट्सहरू उहाँको इन्स्ट्रुमेन्टहरू भयो नि त होइन जसरी म्युजिसियनलाई सबै इन्स्ट्रुमेन्ट चाहिन्छ नि पियानो पनि चाहिन्छ ड्रम पनि चाहिन्छ त्यो विभिन्न खालको बाजाहरू गाजा सबै चाहिन्छ नि त्यतिकै गाना राम्रो बनिँदैन नि त होइन म्युजिसियनलाई गायकलाई हो त्यस्तै उहाँको कुरा गर्नुपर्दाखेरि उहाँको इन्स्ट्रुमेन्ट चाहिँ त्यो मेकअपको औजारहरू भयो सो वाट एभर हि इज डुइङ भेरी ग्रेट अनि उहाँले गर्दाखेरि एक हिसाबले सुरुमा लाग्छ होला कतिपय नेपाली जनमानसमा कस्तो क्रिन्ज होइन कस्तो खालको केटा के गरेको होला भन्ने लाग्यो होला तर हामीले चाहिँ अबको यो 2026मा आइसके पछाडि हामीले सबै पेसालाई चाहिँ हामीले सम्मान गर्न सक्नुपर्छ र चिरागजीले जुन पेसा रोज्नु भएको छ त्यो उहाँको प्रोफेसन हो त्यो उहाँको पेसा हो होइन र त्यो पेसा पनि उहाँले त्यो पेसा अपनाइरहँदाखेरि हामीले यो बिर्सनु भएन त्यही पेसा चाहिँ मेरो घरको आमाले मेरो घरको दिदीबहिनीले मेरो घरको दाजुभाइले पनि कोहीको चाहिँ पनि त्यो पेसा लागिराख्नु भएको छ है मैले उहाँलाई होच्याउनु भनेको मैले मेरो दिदीबहिनीले जतिजनाले पनि यो मेकअप फिल्डमा हिँड्नु भएको छ ब्युटिसियन्सहरू हुनुहुन्छ उहाँलाई पनि घोच्याउने हो भन्ने हिसाबले चाहिँ लिनुपर्छ जस्तो लाग्छ ओके ओभरअल यो जुन चाहिँ इभोल्युसन भइरहेको छ हाम्रो सबै कुरामा भनौँ न स्पेसियली फेसन वर्ल्ड र हजुरले पनि भनिहाल्नु यो मेकअप टेक्निसियनदेखि लिएर हरेक कुरामा जस मेलले पनि एउटा प्लेस पाइराख्नु भएको छ पहिला फिमेलहरूलाई धेरै लिन्थ्यो भने अब हजुरलाई नै हेर्न सक्छौँ हामीले एकदम राम्रो गरिरहनु भएको छ त्यसको लागि चाहिँ हजुरलाई धेरै धेरै बधाई छ होइन थ्याङ्क यू सो मच अब आफ्नो ब्युटी पेजेन्टको लागि हिँडिराख्नु भएको छ तपाईँ अलिकति यसको बारेमा पनि चर्चा गरौँ होइन के भन्न चाहनुहुन्छ अलिकति इलाबोरेट गरिदिनुहोस् न आफ्नो म चाहिँ आफ्नो होम प्रोडक्सनबाट चाहिँ अहिले चाहिँ यो मोडलिङ र फेसन इन्डस्ट्रीको लागि चाहिँ प्लेटफर्म्सहरू क्रिएट गरिरहेको छु कि यसलाई चाहिँ कसरी बुझिदिनुपर्छ भन्दाखेरि अब सिनेमा इन्डस्ट्रीमा काम गर्ने कलाकारहरू त धेरै मानिसले चिन्नुहुन्छ हामीहरूको तुलनामा एउटा कलाकार सिनेकर्मी भनौँ हिरो हिरोइन नभनौँ सिनेकर्मी सधैँभरि ऊ लिड रोल त गरिरहेको हुँदैन नि हिरो मात्रै भएर खेलेको हुँदैन हिरोइन मात्र भएर पनि खेलेको हुँदैन उहाँ सर्टेन एउटा एजमा पुगेपछि सर्टेन एउटा लेभलमा पुगेपछि उहाँ फिल्म मेकर बन्नुहुन्छ डाइरेक्टर बन्नुहुन्छ प्रड्युसर बन्नुहुन्छ होइन र सिनेमा बनाउनुहुन्छ जहाँ कि उहाँले न्यू कमर्सहरूलाई पनि स्थान दिनुहुन्छ होइन र आफ्नो कन्सेप्ट अनुसारले उहाँले स्टोरी क्रिएट गरेर सिनेमा बनाउनुहुन्छ हो मेरो पनि होम प्रोडक्सनबाट हुने जति पनि ब्युटी पेजेन्टहरू छ फेसन सोजहरू छ मोडलिङ कन्टेस्टहरू छ यो पनि मेरो लागि त्यसरी नै हो म मात्र फरक के हो भने म सिनेमामा छुइनँ म चाहिँ फेसन र मोडलिङमा छु त्यसैले म 22 वर्षसम्म फेसन इन्डस्ट्रीमा मोडलिङ इन्डस्ट्रीमा जमेको मान्छे भएको भएर मैले गर्ने के त भन्दाखेरि यही फेसन र मोडलिङ इन्डस्ट्रीलाई अब प्लेटफर्म क्रिएट गर्ने हो जसरी पहिलाको हिरो पहिलाको हिरोइनले अहिले सिनेमा बनाइरहेको हुन्छ त्यसरी नै मैले पनि प्लेटफर्म क्रिएट गरेर आफ्नो होम प्रोडक्सनबाट चाहिँ विभिन्न खालको फेसन सोजहरू मोडलिङ कन्टेस्टहरू यो खालको चिजहरू चाहिँ गरिरहेको छु र त्यति मात्र नभएर म चाहिँ फेसन इन्डस्ट्रीबाट चाहिँ समाजमा केही परिवर्तन ल्याउनुपर्छ
होइन यो नक्कल पार्ने दुनियाँ हो नि त नक्कल पार्ने ठाउँबाट फ्यासन गर्ने ठाउँले पनि समाजलाई केही चाहिँ चेन्ज परिवर्तन ल्याउन सक्दो रहेछ है भन्ने कुरामा पनि म आबद्ध भइरहेको छु अस्तिको महिना मात्र अप्रिल मन्थमा मात्र हामीले हातखुट्टा नभएकोहरूको मोडल्सहरूको लागि एम्प्युटी रनवे गऱ्यौँ होइन यो चाहिँ निर्मला फाउन्डेसनबाट भएको थियो सो त्यसमा चाहिँ मैले इनिसिएट गरेको थिएँ सो त्यहाँ चाहिँ एउटा हात नभएको खुट्टा नभएको कसैको दुईटै खुट्टा छैन त्यो हात खुट्टा नभएकोहरूलाई पनि जुन मेन्टली उहाँहरू डिप्रेस हुन्छ नि म राम्रो छुइनँ अरू मान्छे जस्तो म गर्न सक्दिनँ गर्न त्यस्तोको लागि चाहिँ उहाँलाई मोडल बनाएर फेसनेबल लुगा लगाएर होइन यु क्यान बी द मोडल यु क्यान लुक ग्ल्यामरस एज अरू मान्छे जस्तै भनेर त्यो फिल गराउनु ऐना हेर्दाखेरि तपाईँ पनि राम्रो बन्न सक्नुहुन्छ है प्रेजेन्टेबल बन्न सक्नुहुन्छ है जसको पनि इच्छा हुन्छ नि फेसनेबल डिजाइनर्स लुगा लाएर यसो एउटा दुईवटा फोटो खिच्न पाएँ भिडियो पनि राख्न पाएँ मेरो जीवनको एउटा सुभिनियर हुन्थ्यो भने त्यो पनि त मोमेन्ट क्रिएट भयो होइन हो त्यसरी गइरहेको छु अब भेरी सुन आइ एम कनेक्टिङ फेसन र मोडलिङलाई चाहिँ क्यान्सरको भिक्टिम्सहरूसँग फेसन फर द क्यान्सर यो चाहिँ च्यारिटी कज गर्दैछु च्यारिटी इभेन्ट होइन त्यसमा चाहिँ सबै मोडल्सहरू क्यान्सर वरियर्सहरू भयो क्यान्सरको पेसेन्ट्सहरू भयो किन जोडिरहेको छु भन्दाखेरि हामी जुन नक्कल पार्ने क्षेत्रमा छौँ मेरो यो नक्कल पार्ने क्षेत्र आफू चिटिक्क बनेर हिँड्ने क्षेत्रबाट समाजलाई परिवर्तन ल्याउनुपर्छ भनेर हो यो चाहिँ क्यान्सरको लागि किन भन्दाखेरि चाहिँ क्यान्सर भन्ने शब्द सुन्दामै यस्तो डर लाग्दो छ र जब उहाँलाई क्यान्सर भइसकेपछि किमो सेसन जान्छ नि किमोथेरापी किमोको त्यो पोइजन उहाँले डोज लिइसके पछाडि त्यसले गर्ने शरीरको विभिन्न चेन्जेसहरू भयो वेट लसदेखि लिएर कपाल झर्नेदेखि लिएर स्किनको ग्लोनेस नै हराउँछ स्किन कालो हुन्छ कोहीको निलो हुन्छ होइन अनि उहाँहरू जुन क्यान्सरभन्दा अगाडि आफ्नो रूप ऐनामा हेर्दा मक्ख पर्नुहुन्थ्यो त्यही रूप ऐनामा हेर्दा उहाँहरू चाहिँ दुखी हुन्छ र कुनै पनि मानिस यो चाहिँ क्यान्सरको त मैले इक्जाम्पल मात्र दिएँ कुनै पनि व्यक्ति आफू जस्तो हिसाबले देखिनुपर्ने हो जुन सुन्दरता उसको देखिनुपर्ने हो त्यो सुन्दरता उसले ऐना हेर्दा आफूमा पाएन भने उसको ब्याङ्कमा जतिसुकै पैसा होस् त्यो मतलब भएन तर त्यो मन र दिमाग बिगार्ने रोगी हुने निराश हुने दुखी हुने भनेको आफूले आफूलाई ऐना हेर्दा राम्रो देखिएन भने हो कि होइन त्यो भएको भएर नाउ फेसन इज अल्सो फर द क्यान्सर भनेर क्यान्सरको भिक्टिम्सहरू क्यान्सरको पेसेन्ट्सहरूलाई पनि त्यो मानसिक हिसाबमा मेन्टली उहाँलाई अझ स्ट्रङ गर्ने उजागर गर्ने इम्पावर गर्ने यु क्यान रिगेन यो ब्युटी यु क्यान लुक स्टिल ब्युटिफुल एन्ड प्रिटी भनेर त्यो हिसाबले हामीले देखाउन सक्छौँ है भनेर चाहिँ त्यो कज पनि गर्दैछु एकदम राम्रो सोच एकदम खुसी लाग्यो यो पनि हुनुपर्छ एउटा मोटिभेसनको रूपमा होइन एकदमै राम्रो पनि हुन्छ पनि होइन र एउटा छुट्टै क्वेसन म सोध्न चाहन्छु तपाईँलाई होइन यतिको वर्ष हजुरले सङ्घर्ष गर्नुभयो दुःख गर्नुभयो डिफ्रेन्ट ऱ्याम्प वकमा नि हिँड्नु भयो तपाईँ होइन अहिलेसम्मको अविस्मरणीय ऱ्याम्प वक होइन एउटा चाहिँ कहिले लाइफमा मेरो चाहिँ यो भएको थियो है भनेर बिर्सिन नसकिने अविस्मरणीय चाहिँ के छ सेयर गर्नु पर्यो भने मेमोरी एउटा चाहिँ के भएको थियो भन्दा यो ब्याक टु धेरै यो भूकम्पभन्दा अगाडिको कुरा हो हजुर भूकम्पभन्दा पनि अगाडि भूकम्पभन्दा अगाडिको पनि होइन यो त यो जनआन्दोलन यो 62-63 सालमा जनआन्दोलन के भएको थियो नि होइन त्यति बेला माओइस्टहरू अन्डरग्राउन्ड नै हुनुहुन्थ्यो त्यो बेलामा बाहिर आउँदाखेरि चाहिँ 15 दिन कि 20 दिन जस्तो चाहिँ नेपाल ठप्प भएको थियो बन्द भएको थियो होइन हो त्यो बेलामा एउटा फेसन सोमा म हिँड्नुपर्ने थियो होइन एज अ सो स्टपरको रूपमा लुगाहरू सबै रेडी थियो तर अचानक यो हडतालले गर्दा त्यो उथलपुथल भएर त्यो सो नै भएन त्यो प्रोग्राम नै भएन कि होइन अनि त्यो लुगा पनि लाउन पाइएन हिँड्न पनि पाइएन होइन अनि त्यो हिँड्न नपाउँदाखेरिको त्यो अलिकति दुखीपन हुन्छ नि ल 2 दिन त होला नेपाल बन्द पहिला त नेपाल बन्द 1 दिन 2 दिन त भइरहेको थियो नि त होइन 2 दिन नेपाल बन्द होला तेस्रो दिनमा खुल्छ अनि फेरि इभेन्ट हुन्छ नि त्यसपछि हिँडौँला भन्दा 2 दिनपछि खोल्ला 3 दिनपछि खोल्ला भन्दा 15 दिन 16 दिन कति दिन पुगेको थियो होइन त्यसपछि इभेन्ट नै क्यान्सल भएको थियो त्यो मोमेन्ट चाहिँ अझै पनि याद आउँछ क्या किनभने आई वाज सो इगरली वेटिङ त्यो बेलामा ऱ्याम्पमा एज अ सो स्टपरको रूपमा आफूले आफूलाई प्रस्तुत गर्नको लागि इट वाज माई फर्स्ट सो स्टपरको त्यो होइन अप्रोच अनि मेरो जीवनको पहिलो सो स्टपरको रूपमा आएको अप्रोचलाई चाहिँ आई वाज सो एक्साइटेड होइन त्यो एक्साइटमेन्ट हुन्छ नि एउटा म फर्स्ट टाइम सो स्टपर बन्दैछु है भनेर त्यो 62-63 सालको त्यो जनआन्दोलन भन्नु पऱ्यो होइन त्यसले चाहिँ त्यो प्रोग्राम नै
बिलायो भनौँ न, हुनै सकेन, हुनै पाएन। त्यसपछि त्यस पछाडि माओइस्टहरू सबै उ भयो, त्यसपछि के अरे हाम्रो गभर्मेन्ट के भयो होइन, राजै फेरियो के भयो क्या अरे होइन। त्यो आन्दोलनले गर्दा राजा फेरिएको त होइन होला, त्यो माओइस्टहरू चाहिँ सबै खुल्लेआम आयो भनौँ न त्यो बेलामा। त्यो चाहिँ याद आउँछ मलाई। केही मिस्टेक भनौँ न, गायकहरूले गीत गाउन बिर्सिने भनिन्छ होइन, स्टेजमा चढेपछि लिरिक्स बिर्सिने भनिन्छ होइन, लडेको ओरेको सम्झाउनाहरू हुन्छ, तपाईँको के छ त्यस्तो केही छ? एउटा राम्रो पक्ष भनेको फेसन इन्डस्ट्रीमा वा फेसनमा चाहिँ गलत चिज बिग्रेको भन्ने नै हुँदैन। अहिले त मेरो कुनै सिलाउँदाखेरि बिग्रेको रहेछ भने नि यस्तै डिजाइनको होला है भन्नुहुन्छ होइन। कतिपय मैले आजभन्दा 20 वर्ष पुरानो 22 वर्ष पुरानो मेरो डिजाइनर्स वेयरहरू पनि लगाउँछु कि त्यो मक्खिएर च्यातिएको हुन्छ होइन, उक्किएको हुन्छ, च्यातिएको हुन्छ। अहिले मैले खुल्ला तरिकाले त्यही लगाएर जान्छु प्रोग्रामहरूमा, हेर्दाखेरि यस्तै होला यसको डिजाइन नै भन्ने हुन्छ। त्यो भएको भएर यसको राम्रो पक्ष भनेको बिग्रेको चिज देखिँदैन, त्यो इयर चाहिँ यस्तै होला, यो यस्तै बनाएको होला भन्ने हुन्छ। फेरि त्यो अब कस्तो मान्छेले लगायो, अब त्यही लुगा अर्को मान्छे लगायो भने कस्तो च्यातेको लुगा लाएर, कस्तो थोत्रो लुगा लाएर भन्ने हुन्छ होला। अब मेरो केसमा चाहिँ मैले थोत्रो लुगा लगायो भने नि यस्तै फेसन होला भन्ने त्यो एउटा पब्लिकमा त्यो एउटा हुन्छ नि, प्लान्ट गरिदिइसकेको रहेछ कि डाइजेस्ट हुन्छ। त्यो एउटा कन्फिडेन्स लेभल पनि चाहियो नि त फेरि होइन, कन्फिडेन्स बिना मैले च्यातेको लुगा लाछु भन्यो भने त सकिँदैन फेरि होइन। त्यो कन्फिडेन्स लेभल ल्याउनलाई चाहिँ विशाल सरले कन्ट्याक्ट गर्नुपर्छ हामीले कहिलेकाहीँ। टु बी भेरी फ्र्याङ्क, यो चाहिँ रमाइलो पक्ष, मोजाहरू जोडी पाइँदैन नि कहिलेकाहीँ होइन, एउटा पाउँछ अर्को पाउँदैन, जोडी पाइँदैन नि। हतारको बेला मैले 2 थरीको छुट्टै छुट्टै रङको 2टा जोडी मोजा पनि लगाएर गएको छ कि, एउटै एकै दिनमा, एउटामा अर्कै कलर एउटामा अर्कै कलरको मोजा। त्यो खास मोजाको जोडी नपाएर लगाएको हुन्छु। अब मान्छेहरूले सोच्छ यसको फेसन नै यही होला भनेर। जुत्ता खोल्दा पनि मलाई फेरि त्यो अनकम्फर्टेबल फिल हुँदैन कि, एउटा खुट्टामा अर्कै कलरको मोजा छ, अर्को खुट्टामा अर्कै कलर मोजा छ, विशालजीले यस्तै फेसन गरेको होला भन्ने त्यो बुझ्नु हुँदो रहेछ कि। अरे कसैले पनि प्रश्न पनि गर्नुहुन्न, ओहो विशालजीको त आज खुट्टाको फेसन त फरक छ मोजाको फेसन भन्ने हुन्छ। त्यसलाई मैले फेसनकै रूपमा चाहिँ होइन, मैले मोजा नपाएर हो, जोडी नपाएर त भन्न मिलेन होइन, तर ढुक्कसँग हाँसखिच्च हाँसेर त्यही त भन्यो नि, सकाइदियो कि कुरा। त्यत्तिकै फेसन आइकन भनिँदैन नि होइन। अब त्यो एउटा प्लास्टिक जस्तो बोकेको एउटा ऱ्याम्पमा नै अहिले कतिजनाले बनाइराख्नु भएको छ होइन, त्यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले? त्यही त, यो इट्स अल अबाउट ग्याम्बलिङ के, यो ग्याम्बलिङ हो कि मान्छेको दिमागसँग खेल्ने। त्यो अब तपाईँले भर्खर निकाल्नु भयो नि, यो भ्यालेन्सियागाको होला, त्यो एउटा प्लास्टिकको ब्याग बोकेर हिँडेको थियो। नर्मली यो हाम्रो 5 किलोको प्लास्टिकको ब्याग जस्तो त हो नि, त्यो 5 रुपियाँमा पाइन्छ कि 10 रुपियाँमा पाइन्छ कि, अरे किन्ने नै हो भने। अब त्यो एउटा नाम चलेको व्यक्तिले भ्यालेन्सियागाको उ गरेर त्यही कति लाखको ब्याग होइन हो। इट्स अल अबाउट ग्याम्बलिङ, ग्याम्बलिङ नै हो यो सबै। त्यो त एकदम खुसी लाग्यो आज समय र संवादको लागि चाहिँ धेरै धेरै धन्यवाद विशाल सरलाई। अन्तिममा छौँ हामी के भन्न चाहनुहुन्छ अडियन्सलाई? अन्तिममा खासै केही भन्न चाहिनँ। सुरुवात हाम्रो रमाइलो तरिकाले कुरा भयो, बिचमा अलिकति मेरो रोना धोना पनि आयो होइन, तर आई वाज प्रिटी स्योर म अहिलेसम्म कुनै पनि इन्टरभ्यूमा मैले आँसु झारेको छैन, अनि म कठोर छु जस्तो लाग्छ कि। अनि मेरो त्यो सफ्ट कर्नर्सहरू निकाल्दाखेरि चाहिँ रुइँदो रहेछ पनि। सो अनफर्चुनेटली आज त्यो एउटा मेरो पक्ष त्यो आयो लेन्समा, जुन मैले निकाल्न खोजेको चाहिँ होइन, चाहेको पनि थिइनँ होइन। त्यो यो बाटो चाहिँ नआओस् नै भन्छु, तर आज अटोमेटिकली त्यो भयो। खै ठिक छ, यो सबै चिजहरू मैले दिनुपर्ने सन्देश म्यासेजहरू त धेरै पटक मिडियामा आइ नै रहेको हुन्छ होइन। सो आज मलाई यो घडीमा चाहिँ क्याप्चर गरिदिनु भयो अनिताजीलाई, थ्याङ्क यू सो मच। तपाईँको यो च्यानल मार्फत हेर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई, म सिनेमाको मान्छे होइन, म चाहिँ फेसन र मोडलिङ इन्डस्ट्रीको मान्छे हुँ, र सिनेमाको जस्तो सजिलो पनि छैन स्टार बन्नको लागि। हामीहरूको क्षेत्रमा चाहिँ एउटा सिनेमा गएर एउटा सिनेमा खेलिसकेपछि त्यो सिनेमा रिलिज भएपछि रातारात स्टार हुन्छ, हामीहरूको त्यस्तो हुँदैन। मेरो मेहनत 2 दशकदेखि 20 वर्षभन्दा बेसीदेखि म निरन्तर रूपमा काम गरी निरन्तर रूपमा आफूलाई थम्माई आज 2026सम्म आइपुग्दाखेरि बल्ल मैले आज स्टारको ट्याग पाइरहेको छु, बल्ल आज मैले पब्लिक फिगर र सेलिब्रिटीको रूपमा चाहिँ म चिनिरहेको छु। यो चिजलाई चाहिँ यहाँहरूले मेरो अहिले गरेको नक्कल धक्कल, मेरो अहिलेको देखिने सोसियल मिडियामा लाइफस्टाइलहरू मात्रै हेरेर त्यसरी जज इभ्यालुएसन चाहिँ नगरिदिनु होला।
यो अहिले म कुनै ब्रान्डको चाहिँ रिबन काट्छु, म कहीँ गएर चाहिँ प्रमोसनल भिडियोजहरू बनाउँछु भने पक्कै यो पुग्नुसम्मको मेरो 20 वर्षको जर्नी, यसले धेरै दुःख गरेर बल्ल आज यो लेभलमा आएको छ है यो केटा, रिबन काट्दैछ है भनेर त्यो एउटा गर्व गर्ने, म आफैले त त्यो गर्छु है। म कतै रिबन काट्न जानु छ भने नि मलाई भित्रैबाट खुसी लाग्छ, ओहो म त आज फेरि अर्को रिबन काट्दैछु। मेरो 20 वर्षदेखिको मेहनत, लगनशीलता, निरन्तरता, पेसेन्स, धैर्यताले गर्दा आज म यो स्थानमा पुगेको छु भनेर चाहिँ मलाई त्यो लाग्छ होइन। सबैजनाले फेसन इन्डस्ट्री बुझ्नुहुन्न, नबुझे पनि मेरो गुनासो केही पनि छैन, मात्र यही हो हामीले एकअर्कालाई अप्रिसिएट गर्न सिक्नुपर्छ। अब जानेको छैन भने पनि जान्नुपर्छ, अप्रिसिएट गर्नुपर्छ, किनभने कतिपयले चाहिँ समाज भाड्ने पनि भन्छ कि मेरो पोस्टमा मेरो लुगाहरू लवाइहरू देखेर होइन। त्यो भएको त्यो हिसाबले नबुझिदिनुहोस्, फेसनको आफ्नै नर्म्स हुन्छ र यो संसार जिउनको लागि हामीलाई 12वटा कलर आवश्यकता पर्छ होइन। 2टा मात्र कलर भएर संसार रङ्गीन हुँदैन। त्यसैले यो संसारलाई एन्टरटेनिङ बनाउनको लागि, बाँच्ने लायक बनाउनको लागि सिनेमाको जुन हात छ, स्पोर्ट्स पर्सनालिटिजहरूको जुन हात छ, त्यस्तै फेसन र मोडलिङको पनि त्यस्तै हात हुन्छ होइन। किनभने अब यसलाई धेरै नलम्ब्याउँ, त्यो भएको भएर म लगायत म जस्तै व्यक्तित्वहरू र मेरो क्षेत्रलाई बिलोङ गरेर काम गरिरहनु भएको भाइ बहिनीहरू वा अग्रजहरू सबैलाई चाहिँ मेरो तर्फबाट बेस्ट अफ लक गर्दै जानुहोस्, निरन्तरता दिँदै जानुहोस्, मान्छेले जेसुकै भनोस् त्यसमा हार र हरेस नखानुहोस् होइन। पक्कै पनि भोलिको दिनमा मेरो लेभलमा तपाईँहरू पनि आइपुग्नुहुन्छ, म जतिकै पपुलर बन्न सक्नुहुन्छ, म जतिकै एउटा स्टारमा तपाईँहरू पनि आउनुहुन्छ। म त चाहन्छु फेसन इन्डस्ट्रीमा म मात्र होइन स्टार, म जस्तै अरू 2-4 जना स्टार्सहरू आओस् होइन। त्यसपछि अझ रमाइलो हुन्छ भन्ने त्यो मलाई फिल हुन्छ। त्यो या दिस इज द सन्देश मेरो तर्फबाट, रिक्वेस्ट सम्पूर्ण दर्शक महानुभावहरूमा। थ्याङ्क यू सो मच, एकदम